ल हेर्नु है त यो एनबिसी 206 2024 यो आर्किटेक्चरल डिजाइन रिक्वायरमेन्ट भनेको छ। यो कोड चाहिँ धेरै पेज पनि छैन, जस्तै 37 पेज होइन। अनि यहाँ भएको डाटाहरू चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। अनि अर्को तपाईँहरूलाई के पनि सोध्न सक्छ भने यो अब्जेक्टिभमा चाहिँ कुन मितिमा चाहिँ यो अपडेट भएको थियो अथवा राजपत्रमा प्रकाशित कहिले भएको थियो भनेर पनि यो एमसिक्यूमा पनि सोध्न सक्छ है। एनबिसी 206/2024 चाहिँ लेटेस्ट अपडेट राजपत्रमा प्रकाशित भएको मिति भनेर पनि यो मिति तपाईँहरूलाई एमसिक्यूमा चाहिँ इम्पोर्टेन्ट हुनसक्छ, यो सोध्न सक्छ। त्यही भएर एकदम ख्याल गर्नु यो मितिहरूलाई चाहिँ। अब यसमा चाहिँ हेर्नु त यहाँ यो क्लासिफिकेसन अफ, यो त अब केही भएन। जस्तै यो बिल्डिङको क्लासिफिकेसनहरू होइन, पब्लिक बिल्डिङ अनि बिल्डिङ हाइटहरू, यो टर्म्सहरू पनि तपाईँलाई एकदम इम्पोर्टेन्ट हुनसक्छ। अर्को क्लासिफिकेसन अफ बिल्डिङ बेस्ड अन अकुपेन्सीको अनि बेस्ड अन स्टोरी हाइट अकुपेन्सीको आधारमा चाहिँ रेसिडेन्सियल, असेम्ब्ली, एजुकेसनल, हस्पिटल्स एन्ड क्लिनिक्स, कमर्सियल, अफिस होइन, इन्डस्ट्रिज, स्टोरेज भनेर चाहिँ यो भयो क्लासिफिकेसन अफ बिल्डिङ चाहिँ। अनि अर्को चाहिँ हाइटको अनुसार भनेर हुन्छ, हाइटको अनुसार चाहिँ 5 तलासम्म यो जेनरल बिल्डिङ्सहरू होइन, अप टु 5 स्टोरिजसम्म। अनि मिडियम राइज, हाई राइज अनि स्काई स्क्र्यापर भन्ने हुन्छ। अन्त मिडियम राइज भनेर चाहिँ 6 देखि 8 तलासम्म, हाई राइज भने 9 देखि 39सम्म, अनि हेर यो स्काई स्क्र्यापर भनेर चाहिँ 40 देखि 100 मिटरसम्म होइन। यो चाहिँ जस्तै यो बुर्ज खलिफाहरू चाहिँ यो स्काई स्क्र्यापरहरूमा पऱ्यो कि। अब हाम्रो नेपालको कन्टेक्समा चाहिँ हाइराइजसम्म, हाइराइज बिल्डिङसम्म यो 9 तलादेखि 25 देखि 100 मिटरको रेन्जसम्म चाहिँ छ होइन। जेनरल बिल्डिङ, मिडियम राइज र हाई राइज भनेर यो क्लासिफिकेसनहरू पनि तपाईँलाई एकदम इम्पोर्टेन्ट छ। अनि अर्को कुरा, यहाँ मैले अस्ति स्टेयर केसको कुरा पनि गरेको थिएँ। स्टेयर केसमा चाहिँ कति कति विड्थहरू चाहिन्छ भन्ने कुरा यसमा क्लियरली लेखेको छ क्या। यहाँ हेर्नु त, यहाँ अस्ति मैले भनेकै कुराहरू, यो हेडरुमको कुरा 2 मिटर अथवा 6 फिट 6 इन्च होइन। म्याक्सिमम् नम्बर अफ राइजर पर फ्लाइट 15। अनि यो म्याक्सिमम् राइजर हेर्नु त, अदर बिल्डिङको केसमा चाहिँ 175, रेसिडेन्सिजमा चाहिँ 190 होइन, 190। भने चाहिँ हामीले जेनरल केस गर्ने भने चाहिँ 17.5 चाहिँ म्याक्सिमम् राइजर मान्छौँ। अनि ट्रेड चाहिँ कति त 250 मिनिमम भनेर चाहिँ 7 इन्च बाई 10 इन्च भने हुन्छ क्या अझ जेनरल केस। अनि हाइट अफ ह्यान्डल भनेको पनि 900 mm हुन्छ भनेर यो एनबिसी एकचोटि सरसर्ती हेर्नु होला, त्यति धेरै कम्प्लेक्स पनि छैन यो कोड चाहिँ। अनि यसमा लिफ्टको प्रोभिजनहरू पनि हेर्नु त, अस्ति मैले लेखेको कुरा यही नै हो। 5 तलाभन्दा माथि अथवा 18 मिटर हाइटभन्दा माथि भयो भने चाहिँ हामीले लिफ्ट प्रोभाइड गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यही एनबिसी 206कै कुराहरूलाई चाहिँ त्यहाँ कपी गरे हो होइन। फायर सेफ्टीदेखि इलेक्ट्रिक इन्स्टलेसन रिक्वायरमेन्टहरूको कुरा होइन, बेसमेन्टहरूको। यो चाहिँ एकदम भ्यालुएबल डाटा छ। जस्तै तपाईँले कुनै पनि एन्सरहरू लेख्दाखेरि चाहिँ यही एनबिसी कोडहरूलाई कोड गरेर एनबिसीमा भएको डाटाहरूलाई इन्कर्पोरेट गरेर चाहिँ लेख्न सक्नुभयो भने होइन, एनबिसीको डाटाहरूलाई इन्कर्पोरेट गरेर लेख्न सक्नुभयो भने अलिकति राम्रो देखिन्छ। जस्तै स्टेयर केसको बारेमा आयो भने चाहिँ एज पर एनबिसी भनेर एनबिसी 206 2024 भनेर कुनै ठाउँमा जस्तै वाट आर द रिक्वायरमेन्ट्स, एउटा राम्रो स्टेयर केस हुनलाई चाहिँ के रिक्वायरमेन्ट्सहरू हुनसक्छ भन्यो भने त्यसमा चाहिँ स्टेयर केस भनेको चाहिँ डेफिनेसन लेख्ने। अनि स्टेयर केस इज अ सिरिज अफ स्टेप्स लिडिङ फ्रम वान फ्लोर टु अदर भन्ने। अनि एज पर एनबिसी 206/2024 द रिक्वायरमेन्ट्स फर स्टेयर केस साल बी भनेर। अनि यो म्याक्सिमम् नम्बर अफ राइजर इन इज फ्लाइट 15, यस्तै कुराहरू चाहिँ लेख्न सकियो भने यो कोडमा भएको डाटाहरू थोरै इन्कर्पोरेट गरेर आफ्नो एन्सरलाई लेख्न सक्यो भने अलिकति इम्प्रेसिभ हुनसक्छ होइन। तपाईँको प्रेजेन्टेसनलाई अलिकति युनिक बनाउनुको लागि पनि हामीले यो कोडहरूको डाटाहरूलाई चाहिँ एकदम ख्याल गर्नुपर्छ है। त्यही माथि यो एनबिसी 206 त झन् बेस्ट। यो आर्किटेक्चरलाई त एकदम इम्पोर्टेन्ट छ, किनभने यो कोड नै के त आर्किटेक्चरल डिजाइन रिक्वायरमेन्ट्स भनेरै छ होइन। अनि मैले भनिसकेँ त्यो मिति, यो मिति चाहिँ एकदम याद गर्नु होला। 1/25को मन्त्री परिषदको निर्णय अनुसार स्वीकृत मिति यो हो। तपाईँहरूलाई चाहिँ स्वीकृत मिति भनेर पनि सोध्न सक्छ, अथवा यो राजपत्रमा जेनरली सोध्ने भने चाहिँ राजपत्रमा कहिले प्रकाशित भयो भनेर सोधिदिन्छ क्या। यो राजपत्रमा प्रकाशित भएकोदेखि चाहिँ भ्यालिड हुने हो। फेरि राजपत्रमा जब प्रकाशन हुन्छ अनि चाहिँ इम्प्लिमेन्ट गर्न चाहिँ एउटा भ्यालिडिटी पाउँछ क्या। निर्णय भइसकेपछि, राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै यो कोडहरू चाहिँ भ्यालिड हुन्छ। अब यो त 200 एनबिसी 206 भयो होइन। अब अर्को यो जस्तै यो लेटेस्ट अपडेट भयो भनेको चाहिँ एनबिसी
एनबिसी 105 2024 हो। यसमा जानुभन्दा अगाडि चाहिँ यो स्लाइड यसमा चाहिँ मेजर चेन्जेस के भएको छ एनबिसी हेर्नु त एनबिसी 105 2024मा भनेर चाहिँ यो सेस्मिक डिजाइनको अपडेटेड भर्सन हो होइन। सेस्मिक डिजाइनमा चाहिँ यसमा सोइल क्लासिफिकेसन न्यू सोइल क्लासिफिकेसन बेस्ड अन सियर वेभ भेलोसिटी विथ एक्सपान्ड सोइल म्याप्स कभरिङ मोर म्युनिसिपालिटिज होइन। मैले भनिसकेँ लोकल गभर्मेन्टहरू धेरैलाई चाहिँ इन्क्लुड गरेर त्यो अनुसारको सोइल क्लासिफिकेसनहरू पनि गरेको छ। अनि अर्को चाहिँ स्ट्रेन्थ एन्ड लोड कम्बिनेसन फर स्नो स्ट्याटिक लोड एन्ड अर्थ प्रेसर एन्ड न्यू कम्बिनेसन फर स्टोन स्ट्याटिक लिक्विड एन्ड अर्थ प्रेसर। मैले भनिसकेँ लिक्विड स्ट्याटिक लिक्विड अनि अर्थ प्रेसर ड्यामहरूको डिजाइनको लागि पनि एउटा लोड कम्बिनेसनहरू चाहिँ यसले इन्कर्पोरेट गरेको छ। अर्को चाहिँ सेस्मिक जोनिङमा चाहिँ एक्सपान्डेड सेस्मिक जोनिङ फ्रम 100 इन्चेस टु 753 लोकल युनिट्स इन्सुरिङ बेटर डिजाइन फर हाई रिक्स एरिया होइन। सेस्मिक जोनहरू क्लासिफिकेसन गर्दाखेरि चाहिँ पनि यो 753 स्थानीय तहहरूलाई नै इन्क्लुड गर्ने गरेर यो सेस्मिक जोनिङ गरेको छ। अब स्ट्रक्चरल एनालाइसिसमा चाहिँ इम्प्रुभ इफेक्टिभ स्टिफनेस भ्यालुज एन्ड इन्ट्रोड्युस टोर्सनल स्टिफनेस फर बिल्डिङ सेपरेसन होइन। अनि दिस अपडेट एम्स टु इन्हान्स द सेस्मिक सेफ्टी एन्ड रेजिलियन्स अफ द बिल्डिङ इन नेपाल अलाइनिङ विथ इन्टरनेसनल स्ट्यान्डर्ड्स। रेजिलियन्स अफ बिल्डिङ भनेर चाहिँ के हो भने तपाईँलाई केही अर्थक्वेक वेभ्सहरू आएर चाहिँ हल्लाइसकेपछि फेरि आफ्नै ओरिजिनल पोजिसनमा चाहिँ आउने जुन प्रपर्टी छ होइन त्यसलाई नै रेजिलियन्स भन्छ। अनि यो त एनबिसी 105को कुरा भयो। अनि एनबिसी 205/2024मा पनि अब यो अपडेट अब्जेक्टिभ चाहिँ टु रेगुलेट बिल्डिङ कन्स्ट्रक्सन इन एरियाज पार्टिकुलरली म्युनिसिपालिटिज एन्ड रुरल एरियाज वेयर प्रोफेसनल इन्जिनियर्स मे नट बी रेडियली एभाइलेबल। मैले भनिसकेँ एनबिसी 205 र एनबिसी 202 भनेको चाहिँ म्यान्डेटरी रुल अफ थम हो होइन। यसमा बिल्डिङ टाइप चाहिँ एप्लाइज टु 2 स्टोरी एन्ड 3 स्टोरी रिइन्फोर्स कङ्क्रिट फ्रेम बिल्डिङ विथ डिफ्रेन्ट टाइप्स अफ सोइल्स एन्ड सेस्मिक जोन फ्याक्टर। अनि बेसिस अफ डिजाइन चाहिँ दिज गाइडलाइन्स आर बेस्ड अन द अपडेटेड सेस्मिक डिजाइन स्ट्यान्डर्ड एनबिसी 105/2020 होइन 2020। अनि म्यान्डेटरी रुल अफ थम अथवा आरयुडी भनेको रेडी टु युज डिटेलिङ के। यसमा चाहिँ के हुन्छ भने इच एन्ड एभ्री एलिमेन्ट फुटिङदेखि लिएर बिम स्ल्याब सबैको चाहिँ एकदम डिटेलमा राखेको छ कतिको रड राख्ने कतिको स्टिरप्स राख्ने कति स्पेसिङमा राख्ने भनेर चाहिँ रेडी टु युज क्या। कुनै पनि स्ट्रक्चरल इन्जिनियरले चाहिँ स्ट्रक्चरल एनालाइसिस नगरिकन डिजाइनै गर्नु परेन। हाम्रो यो गाइडलाइनभित्र हाम्रो यो कोडभित्र रहेको डाटाहरूभित्र पऱ्यो भने अथवा 1000 स्क्वायर फिटभन्दा मुनि पऱ्यो भने चाहिँ यो रेडी टु युज गाइडलाइन्सहरू हामी युज गर्छौँ अथवा म्यान्डेटरी रुल अफ थम पनि भन्छ। अनि अर्को चाहिँ रेडी टु युज डिटेलिङ पनि आरयुडी अर एमआरटी भनेर भनिन्छ। अब यो दिस 2024 भर्सन सुपरसिड्स द अर्लियर भर्सन अफ एनबिसी फ्रम 1994। पहिला चाहिँ एनबिसी 205 1994 थियो त्यसबाट चाहिँ हामीले 2024को। अब हामी यो स्थानीय तहहरूले चाहिँ के गरेछ भने यो भने एनबिसी 206 यो एनबिसी 206मा चाहिँ एउटा स्थानीय तहहरूले चाहिँ जब नक्सा पासको किताब बनाउँछ अनि यो कुराहरूलाई पनि इन्कर्पोरेट गरे हुन्छ क्या। जस्तै हो यस्तो कुराहरू नि त तपाईँले देख्नुभयो होला नक्सा पास गर्दाखेरि चाहिँ चेकलिस्टहरू के यो सबै एनबिसी अनुसार हो नि त। हो यस्तो चेकलिस्टहरू चाहिँ सरी त्यो चेकलिस्टहरू हाम्रो नक्सा पासको किताबमै राखेको छ क्लासिफिकेसन बिल्डिङ के हो रेसिडेन्सियल हो कि होइन। रेसिडेन्सियलमा पनि कुन क्लास हो सब क्लास के हो भनेर यो हो मिन्स अफ एक्जिस्टहरू के हुन्छ स्टेयरकेसको राइजर ट्रेडहरू सबै इन्ट्री गर्नुपर्छ क्या। कम्पोनेन्ट अफ बिल्डिङ एभरेज प्लिन्थ कति हुन्छ रुम हाइट कति होइन लाइट र भेन्टिलेसनहरूको कुराहरू लिफ्टको कुरा यी जस्तै कुराहरू चाहिँ इन्कर्पोरेट गरे हुन्छ। अनि यसरी चाहिँ राजपत्रमा प्रकाशन गरेको भनेर चाहिँ जेठ 14 गते 2081 सालमा भनेर यो प्रकाशन भइसकेपछि यो चाहिँ यो डेटदेखि चाहिँ इफेक्टिभली हामीले इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने कुरा हो। एनबिसी 105मा भनेको चाहिँ अब यो मेन 2082मा चाहिँ यो चाहिँ सोध्न सक्छ के मेजर चेन्जेसहरू छ भनेर पनि सोध्न सक्छ होइन। प्रिफेस यो तपाईँले मेन यो प्रिफेस पनि राम्रोसँग पढ्नु होला किनभने फर्स्ट रिभिजन टु एनबिसी 105/20 सेस्मिक डिजाइन अफ बिल्डिङ्स वाज इनिसिएटेड एट द गोर्खा अर्थक्वेक 2015 April 25 and following after shocks. The process of updating the NBC 105 1994 seismic design of building was stated under the initiative of the CLPIU of the ADB Finance Project यो सेन्ट्रल लेभल प्रोजेक्ट इम्प्लिमेन्टेसन युनिट भनेको छ एउटा होइन जसले चाहिँ यो भूकम्प एनआरए डिजल्भ भइसकेपछि सबै कामहरू पनि
नेसनल रिकन्स्ट्रक्सन अथोरिटी, एनआरए भन्थ्यो नि होइन, त्यो एनआरएको डिजल्भमेन्ट पछि चाहिँ म्याक्सिमम् कामहरू चाहिँ यो सिएलपिआईले पनि हेर्ने गरेछ होइन। अनि एडिबी फाइनेन्स अर्थक्वेक इमर्जेन्सी project under the Ministry of Urban Development, and this CLPI of Earthquake Emergency Assistant Project. अब यहाँ second revision of national seismic design has been carried out, receiving various feedback for improvements practitioner of the code. The primary objective of the revision is to streamline and correction to the 2020 version of the code. The principal modifications भनेर यो चाहिँ याद गर्नु है। हेर्नु त यति पोर्सन चाहिँ त सरी यति पोर्सन हेर्नु त यो मोडिफिकेसन्स भनेर चाहिँ यो सबै चाहिँ तपाईँले याद गर्नु होला है। यो सबै तपाईँहरूले याद गर्नु पर्यो। जस्तै के मोडिफिकेसनहरू भएको छ भने चाहिँ यो पोइन्टमै दिएको छ क्या। हेर्नु त यहाँ के भनेको छ, डेफिनेसन अफ डिफरेन्ट स्ट्रक्चर systems is added for more clarity, and the design force associated with damage limitation is expressed explicitly as 20 years return period. अनि यो कुराहरू स्टिफनेस इज रिमुभ, इफेक्टिभ स्टिफनेस फर लिमिट स्टेट इज एडेड, लोड कम्बिनेसनहरूको कुराहरू होइन, वर्किङ स्ट्रेस मेथड हेज बिन एडेड होइन। अनि यो सब सोइल क्लासिफिकेसन नाउ बेस्ड अन सियर भेलोसिटी अफ सोइल एन्ड सर्फेस अफ डिटेल सोइल म्यापहरूको बारेमा पनि यो छ होइन। यो चाहिँ तपाईँहरूले अलिक पढ्नु पऱ्यो, यो कम्प्लिट याद नै गर्नु पऱ्यो होइन। यो सोध्न सक्ने चान्सेस चाहिँ म्याक्सिमम् छ है। यो कतिवटा भने 10, 5, 15, 16, 17, 18वटा पोइन्ट्सहरू छ। यो चाहिँ अलिक राम्रोसँग पढेर जानु होला, रिसेन्ट अपडेट हो होइन। अर्को भनेको चाहिँ हाम्रो एनबिसी 205, 205मा मेजर अपडेट भनेको चाहिँ पहिला डबल टाइपिङको कन्सेप्ट थियो, अहिले चाहिँ सिङ्गल टाइपिङ अप्पर टाइपिङ मात्रै प्लेन पिङलाई मात्रै राख्ने कुरो भएको छ। अनि अर्को चाहिँ पिलर साइज पहिला 300 बाई 300 थियो मिनिमम पिलर साइज, अहिले चाहिँ कति त अहिले चाहिँ 350 बाई 350, यो हामीले अघि हेरिहाल्यो। यो डेटहरू है यो नोट गर्नु होला, यो डेटहरू चाहिँ याद गर्नु पर्यो। अनि यसमा पनि हेर्दा प्रिफेसहरू अनि एनबिसी भेरियस अकर्डिङ टु कन्फिगुरेसन रेस्पेक्टिभ, यो त मान्छेहरू समितिमा भएको मान्छेहरू भइहाल्यो। यसको मेजर चेन्जेस भनेको चाहिँ हामीले यो हेर्न सक्छौँ, जस्तै एउटा त पिलर साइज नै हो होइन। यो कन्स्ट्रक्सन मेटेरियलदेखि लिएर ब्रिक वर्कको कुरा होइन। जस्तै हेर्नु त अल एलिमेन्ट्स युज सेल बी अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट मिटिङ द रिक्वायरमेन्ट्स। मैले यो पनि तपाईँहरूलाई फरवर्ड गरेको थिएँ होला, एउटा अर्डिनरी पोर्टल्यान्ड सिमेन्टको चाहिँ एनएस 572 2076मा मिट हुने भनेर, त्यसमा चाहिँ तपाईँहरूले 45 मिनट चाहिँ इनिसियल सेटिङ टाइम पनि पाउनु भएको थियो होला होइन। त्यो पनि हेर्दै यहाँ एनबिसीमा चाहिँ आएको छ। अर्को कुरा नर्मल सिमेन्ट कङ्क्रिट विथ थिकनेस 100 mm एन्ड एबोभ ग्रेडेड 20 mm डाउन होइन। अनि यो सधैँ कङ्क्रिटिङमा चाहिँ 20 mm डाउन अथवा 40 mm डाउन भनिरहेको हुन्छ क्या, अथवा 12 mm डाउन भनेर चाहिँ किन भन्छ भने त्यो ग्रेडिङ गरेर हुन्छ क्या। 20 mm डाउनमा चाहिँ अब 20, 15, 10 त्यस्तो साइजको पनि हुनसक्यो र प्रपर ग्रेडिङ गरेर हुनसक्छ। अब यो स्यान्ड कस्तो हुनुपर्छ, ब्रिक मेसनरीमा चाहिँ यो क्रसिङ स्ट्रेन्थ नट लेस देन 3.5 न्युटन पर एमएम स्क्वायर होइन। स्ट्यान्डर्ड ब्रिकको साइजहरूको कुराहरू गऱ्यो, यस्तो 230 बाई 115 बाई 57 होइन। यस्ता डाटाहरू एकदमै इम्पोर्टेन्ट हुन्छ। द मिनिमम थिकनेस अफ 1/2 ब्रिक एन्ड म्याक्सिमम थिकनेस 1 ब्रिक सेल बी युज। अनि मोटार रेसियो कुरा चाहिँ 1 ब्रिकलाई छ भने चाहिँ 1:6 होइन, हाफ ब्रिक छ भने चाहिँ 1:4 होइन। थिकनेस मोर थिकनेसमा चाहिँ हामी जस्तै लोड बेरिङ वालको लागि 1:6 युज गर्छौँ भने नन लोड बेरिङ वालको लागि चाहिँ 1:4 भनेर त्यसरी सम्झिँदा पनि भयो। प्लास्टरको कुरा, प्लास्टर सुड ह्याभ सिमेन्ट मिक्स नट लिनर देन, जेनरली हामी 1:5को चाहिँ रेसियोमा युज गर्छौँ, तर 1:6 भन्दा चाहिँ कमजोर हुनु, मिक्स स्यान्ड मिक्स कम हुनु भएन भन्ने कुरा हो। अनि यो चाहिँ मिनिमम क्रसिङ स्ट्रेन्थ प्लास्टरमा जुन युज गरेको मोटारको चाहिँ 3 न्युटन पर एमएम स्क्वायर भने यस्ता डाटाहरू। जस्तै मिनिमम अब यो हामीले हाई स्ट्रेन्थ डिफर्म बार एफई 500 जेनरली होइन 415 पनि युज गरेर हुन्छ, कोडले चाहिँ एफई 500 कन्फर्मिङ टु यो एनएस 191 भने हुन्छ। यस्ता डाटाहरू तपाईँलाई मेटेरियल्सहरूमा चाहिँ अब्जेक्टिभमा पनि एकदम धेरै इम्पोर्टेन्ट हुनसक्छ। यी डाटाहरू चाहिँ हेर्नु पऱ्यो तपाईँहरूले। अब यहाँ त डिफाइन
डिफाइनिङ लोड कम्बिनेसन एज पर एनबिसी 105 2020, किन भन्दा 2025 आएको थिएन योभन्दा अगाडि। डिजाइन अफ कलम्स कन्फर्मिङ बोथ एनबिसी, यो दुईवटा कोड फलो गरेको छ भन्नु खोज्यो। एनबिसी 205मा डिजाइन गर्दाखेरि चाहिँ आइएस 456 2000लाई र अनिखेर एनबिसी 105 2020लाई चाहिँ अब फ्रेम फर 2 स्टोरी र 3 स्टोरी भनेर पनि छुट्याएको छ है। त यहाँ मैले देखाउन खोजेको चाहिँ यो त सबै एज इट इज नै भइहाल्यो होइन। क्यान्डिलिभर प्रोजेक्सनको कुरा, प्लिन्थ लेभल हेर्नु त 450 mm एबभ द ग्राउन्ड लेभल भन्ने कुरा अब स्टोरी हाइटको कुराहरू होइन। अब एउटा बे चाहिँ 2 to 6 नट एक्सिडिङ बिल्डिङ कभरेज एरिया होइन। कलम बेको चाहिँ 3 to 4.5 मिटरको कुरा आउँछ। अब यो M20को कङ्क्रिट पनि हेर्नु पऱ्यो। 1:5 1.5:3 मिनिमम ग्रेड अफ कङ्क्रिट फर आरसिसी भन्यो भने पनि 1:1.5:3 नै हो। त्यसको एभरेज कम्प्रेसिभ स्ट्रेन्थ चाहिँ 20 N/mm²। अनि अन्त यो पनि सरी जेड मोटारको कुराहरू, कम्प्रेसिभ स्ट्रेन्थको कुराहरू भयो यो होइन। कम्प्रेसन डिजाइन, अब यो कुरा चेन्ज भयो हो मेन चाहिँ। हेर्नु त यहाँ पहिला चाहिँ यो 300/300 mm थियो होइन। अहिले चाहिँ 350 वा 400 भनेको छ। मिनिमम भन्यो भने 350 नै हामीले लाउने हो। अनि रिइन्फोर्समेन्टको कुराहरू पनि सबै डिटेलिङमा नै छ। इसेन्ट्रिक फुटिङ आयो भने चाहिँ थिकनेस कति हुन्छ भन्ने कुरा 350 mm वा 450 mm होइन। स्ट्राप बिमको कुरा पनि हेर्नु त, स्ट्राप फुटिङमा युज हुने स्ट्राप बिमको साइज चाहिँ 400/450 मैले भनिसकेँ। जेनरली स्ट्राप बिमको साइज चाहिँ 450 mm पनि राखेको हुन्छ। अनि प्लिन बिम चाहिँ यो टाई बिम भनौँ न, अप्पर प्लेन बिम, जसको विड्थ चाहिँ अलिकति कम हुन्छ। हेर्नु त 250/355 अथवा 350 mm हुन्छ। अनि फ्लोर बिम चाहिँ 250 अर 300 mm फर फर्स्ट फ्लोर होइन। अनि यो चाहिँ 250 फर सेकेन्ड फ्लोर। सधैँ तपाईँले अर्को बिमको कुरा बिममा हेर्छौँ भने यो कम्पेयर टु विड्थ डेप्थ चाहिँ सधैँ बढी हुन्छ भनेर पनि यो बुझ्नु पऱ्यो है त। कम्पेरिजन टु के त विड्थ डेप्थ सधैँ बढी हुन्छ भनेर सम्झिनु पऱ्यो। होइन त यो 250 राख्दाखेरि चाहिँ हामीले 350 355 चाहिँ हाम्रो डेप्थ हुनु पऱ्यो। 300 हुँदाखेरि चाहिँ 380 हुनुपर्छ भन्ने कुरा पनि यसले क्लियर गराएको छ। र स्ल्याबको थिकनेसको कुरा गर्नु भने 150 25 mm 5 इन्च होइन। रिइन्फोर्समेन्टको कुरा चाहिँ एट टायरको डबल जाली राख्ने भन्छ। अथवा हामीले चाहिँ क्र्याङ्क गरेर पनि गर्न सक्छौँ। वेस्ट स्ल्याब चाहिँ यो स्टेयर केसको वेस्ट स्ल्याब चाहिँ 6 इन्ची हुन्छ। त्यसमा रिइन्फोर्समेन्ट चाहिँ 12 हुन्छ। अझै यस्ता कुराहरू होइन हामीले चाहिँ हेर्नुपर्ने। अब डाटाहरू के लिने भन्ने कुरा चाहिँ अरू सबै डिटेलिङ त यहाँ छँदैछ। अर्को यहाँ चेन्ज भएको चाहिँ यो चेन्ज भएको क्या। पहिला चाहिँ के थियो भने यहाँबाट पनि एउटा टाइबिम थियो क्या। एनबिसी 205 1994मा चाहिँ लोवर टाइबिम अनि अप्पर टाइबिम भन्ने कन्सेप्ट थियो। अहिले चाहिँ के त सिधै एउटा यो प्लिन्थ लेभलमा राखिने जुन अप्पर टाइबिम छ अथवा प्लिन्थ टाइबिम पनि भन्छ, त्यो मात्रै प्रोभाइड गरिन्छ। यो तलको चाहिँ एक्सक्लुड गरियो, तलको चाहिँ हटाइयो भन्ने कुरा पनि। यो चाहिँ मेजर चेन्जेस र पिलर साइज नै हो मेजर चेन्जहरू चाहिँ है। अरू भने त्यस्तै सब सिमिलर नै छ, पहिलाको जस्तै छ। अब यहाँ यो त मैले सरसर्ती यो एनबिसीहरूमा चेन्जेसहरू कस्तो आएको छ भन्ने कुरा चाहिँ यहाँ राखेँ। अर्को जस्तै यो कुरालाई पनि एकदम यहाँ त झन् मजाले पोइन्टमै दिएको छ के मोडिफिकेसन भएको छ भन्ने कुरा। यो चाहिँ मोडिफिकेसन फ्रम अल रियर भर्सन। यो चाहिँ सरसर्ती एकचोटि राम्रोसँग हेरेर जानु होला। किन भन्दा कसरी क्वेसन सोध्न सक्छ भने यहाँ मैले एउटा क्वेसनको प्रोबेबल क्वेसन्स भनेर पनि बनाएको थिएँ। मैले अहिले तपाईँहरूको हेर्न भ्याएन है, च्याटमा हेर्न भ्याएन मैले। यो डे 5 एन्ड डे 6मा यो त भइहाल्यो होइन। नि यो भयो। हेर्नु त यहाँ यसरी क्वेसन सोध्न सक्छ क्या। यो डिस्कस एबाउट द मेजर अपडेट्स मेड इन नेसनल बिल्डिङ कोड्स होइन। एनबिसी 224 एन्ड एनबिसी इन ब्रिफ भनेर चाहिँ सोध्न सक्छ।
त्यो अवस्थामा त्यस्तै सिङ्गल टाइपिङ डबल टाइपिङको कन्सेप्टहरू पिलर साइजहरूको कुराहरू होइन त्यसरी चाहिँ हामीले त्यसलाई लेख्नु पऱ्यो। अब एनबिसी 105 को त मेजर अपडेट्सहरू अघि त्यो पोइन्टमा लेखेकै छन् होइन, त्यो लेखेकै कुराहरू हो। अर्को कुरा यो मोडर्न मेटेरियल्सहरू के हो अनि मोडर्न मेटेरियल्स आजभोलि युज हुने भनेको कङ्क्रिटलाई पनि हामी मोडर्न मेटेरियल नै मान्छौँ। अनि प्रिफ्याब्रिकेटेड मेटेरियल्सहरू आइरन फर ट्रसहरू एल्युमिनियम युपिभिसी ग्लास हलो कङ्क्रिट बक्सहरू प्लाइवुड सिजिआई सिटहरू यिनीहरू मोडर्न मेटेरियल नै मान्छौँ। अनि यो मोडर्न मेटेरियल इम्प्याक्ट अफ मोडर्न टेक्नोलोजिज अन लोकल टेक्नोलोजिज भन्ने कुरा एक्सक्युज मी होइन त, त्यो पनि एउटा सोध्न सक्ने क्वेसन नै हो। जस्तै मोडर्न टेक्नोलोजिजहरू आइसकेपछि चाहिँ लोकल टेक्नोलोजीहरूलाई चाहिँ कसरी असर गरिरहेछ भन्ने कुरा हो है। जस्तै फर इक्जाम्पल हेर्नु त यो जुन ट्रेडिसनल यो मन्दिरहरू बनाउने मान्छेहरू चाहिँ बिस्तारै लोप हुँदै जाँदैछ क्या। बिस्तारै तिनीहरूको स्किल नै हराउँदै जाँदैछ। अब पुरातत्व विभागले कुनै एउटा पुरानो मन्दिर कन्स्ट्रक्ट गर्नु पर्यो भने त त्यही पुरानो मन्दिर केही कामहरू गरेको कारिगरहरू अथवा उनीहरूको जुन स्किलहरू चाहिँ स्किलहरू सिकेका कारिगरहरू पाउन चाहिँ एकदम मुस्किल छ क्या। जस्तै एक दिनको ज्याला नै हामीले चाहिँ 3,000 4,000 5,000 तिरेर चाहिँ तिनीहरूलाई काम लाउनु पर्ने अवस्था पनि छ, पाउन पनि गाह्रो छ। र आउट अफ भ्याली पनि हामीले काम लाउनु पर्यो भने जस्तै एकदम चुना सुर्कीमै काम गराउनु पर्यो भने चाहिँ भक्तपुरकै मान्छे जानुपर्ने अथवा काठमाडौँ भ्यालीकै मान्छे जानुपर्ने भन्ने त्यस्तो ट्रेडिसन पनि चलिरहेको छ क्या। किन भन्दाखेरि त्यो नलेज ट्रान्सफर अथवा स्किल ट्रान्सफर भन्ने कुरै भएको छैन। बिस्तारै यो मोडर्न टेक्नोलोजी सिमेन्टहरू आएर चाहिँ के भएको छ भने ट्रेडिसनल टेक्नोलोजिजहरूलाई चाहिँ बिस्तारै विस्थापित नै गरिदिइसकेको छ क्या। सिधै रिप्लेस गर्दैछ जसले गर्दाखेरि हेर्नु त्यहाँ कल्चरल एन्ड हिस्टोरिकल भ्यालुज अफ हेरिटेज साइट इज लस्ट। सबै मन्दिरहरू चाहिँ के त पुरानो यो काठहरू अनि अथवा ढुङ्गा मड मेसनरी मड मोटार युज गरेर चाहिँ स्टोन मेसनरीहरूले लगाएको गारोहरू त्यस्तो मन्दिरहरू चाहिँ आजभोलि बाहिरतिर देखिनै छोडिसक्यो क्या। झन् स्थानीय तह भइसक्यो सबै मन्दिरहरू आरसिसी होइन। अब यो पुरातत्व विभागले बनाएको मन्दिरहरू चाहिँ टिम्बर फ्रेम्ड स्ट्रक्चरमा चाहिँ लोड बेरिङ स्ट्रक्चर वलहरू हामी लाइम सुर्की युज गरेर अथवा मड मोटार युज गरेर गराइरहेछौँ। अनि यति पनि नगराउने हो भने त लोकल टेक्नोलोजी अथवा ट्रेडिसनल टेक्नोलोजी त हराइ नै सक्थ्यो होला। अब मोडर्न टेक्नोलोजी युजेस मोडर्न कन्स्ट्रक्सन मेटेरियल देयर बाई डिक्रिजिङ इम्प्लोइमेन्ट चान्सेस फर लोकल क्राफ्ट्सम्यान एन्ड मेसन्स। हेर्नु त अब मोडर्न मेटेरियलहरू युज गर्छ जसले गर्दा चाहिँ इम्प्लोइमेन्ट चान्सेसहरू नै डिक्रिज गरिदिन सक्छ। सिमेन्टको आइसक्यो, सिमेन्टको काम सजिलो पनि हुन्छ सबैले गर्ने पनि हुन्छ अनि लोकल मेसन्सहरूले चाहिँ इम्प्लोइमेन्ट नपाउने त्यो चान्सेस छ। तर अहिलेको केसमा चाहिँ के छ भने लोकल मेसन्स अथवा एकदम स्किल वर्कर्सहरू यो चुना सुर्कीमा भनौँ न ट्रेडिसनल मेटेरियलसँग अथवा तपाईँले झिँगटी छाउने मान्छेहरू चाहिँ खोज्नुभयो भने एकदम हाई रेट उनीहरू कोट गर्छन् क्या। सस्तोमा चाहिँ जान खोज्दैन, डेली वेजेसहरू चाहिँ एकदम नै हाई छ। युज अफ लोकल्ली एभाइलेबल मेटेरियल्स इन कन्स्ट्रक्सन इज डिक्रिजिङ डे बाई डे। लोकल्ली एभाइलेबल मेटेरियल्सहरूलाई चाहिँ रिप्लेस गर्न थालिसक्यो क्या। अब कुनै ठाउँमा चाहिँ यो स्लेट ढुङ्गा पाइन्छ भने त्यो अब स्लेट छाउन छोड्यो क्या छानामा, किनभने जस्तै सजिलो छ। कसरी सजिलो छ भन्नेतिर मात्रै मान्छे जान थाले भन्ने कुरा पनि यो भयो। अर्को स्किल्स अफ ट्रेडिसनल मेसन्स एन्ड क्राफ्टम्यान इन लस्ट अघि यही कुरा हो। गभर्मेन्ट इम्पोर्ट्स मोर कन्स्ट्रक्सन मेटेरियल द्याट रिजल्ट्स इन आउटफ्लो अफ गभर्मेन्ट रेभेन्यू। यो कुरा पनि एकदम अहिलेको समय सान्दर्भिक पनि छ। जस्तै अस्ति हाम्रा माननीय मन्त्रीज्यूले सहरी विकास मन्त्रालयकै मन्त्रीज्यूले चाहिँ पनि भन्नुभएको थियो एउटा रुख काट्नलाई चाहिँ 5 वर्षसम्म हामीले कुर्नुपर्छ भन्ने कुरा। जस्तै हामीसँग यति फरेस्ट कभर भएको 45% भन्दा बढी फरेस्ट कभर भएको कन्ट्रीको हकमा अब हामीले चाहिँ मलेसियाबाट काठ ल्याउनु पर्ने अवस्था आएछ होइन। जसले गर्दाखेरि चाहिँ हामी इम्पोर्ट गरिरहेछौँ क्या म्याक्सिमम् कन्स्ट्रक्सन मेटेरियल हो फलामहरू एल्युमिनियमहरू सबै हामी के त बाहिरबाट इम्पोर्ट गर्नु पर्दाखेरि चाहिँ हाम्रो के त गभर्मेन्ट रेभेन्यू गभर्मेन्टको राजस्व चाहिँ बाहिर पठाउनु परिरहेछ क्या। तर हामीले के गर्न सकियो यो लोकल्ली एभाइलेबल काठहरूलाई प्रपरली हामीले युटिलाइज गर्न सक्यौँ होइन। अथवा यहीँको हाम्रो लोकल्ली एभाइलेबल मेटेरियल्सहरूलाई चाहिँ प्रपरली युटिलाइज गर्न सक्यौँ भने त गभर्मेन्ट रेभेन्यू चाहिँ हाम्रो कन्ट्रीभित्रै राख्न सक्यो नि त होइन। त्यस्ता कुराहरूलाई पनि हामीले चाहिँ ख्याल गर्नुपर्छ। अर्को सेस्मिक रेसिस्टेन्स अफ स्ट्रक्चर्स युजिङ मोडर्न टेक्नोलोजी भनेको चाहिँ अलिकति मोर छ होइन।
जस्तै आरसिसी फ्रेम बिल्डिङ्सहरू चाहिँ अलिकति सेस्मिकली टेस्टेड भएको कारणले गर्दाखेरि पनि रेसिस्टेन्स चाहिँ मोर छ। अनि वुड लाइफ स्प्यान 10 इयर्स भने हुन्छ। कङ्क्रिट लाइफ स्प्यानको कुरा गर्ने भने चाहिँ अलिकति बढी हुन्छ होइन, 40 देखि 50 वर्ष भने हुन्छ। काठको पनि अलिकति प्रोटेक्टेड भयो भने चाहिँ 10 वर्षभन्दा पनि बढी आयु हुनसक्छ। अर्को युज अफ मोडर्न टेक्नोलोजी इज इकोनोमिकल कम्पेयर टु ट्रेडिसनल टेक्निक अभियस छ। हेर त यो कुरा चाहिँ एकदम, जस्तै हामी पुरातत्व विभागले चाहिँ कहीँ मन्दिर बनाउँदैछौँ भने हाम्रो कस्ट 2 करोड आयो भने त्यो मन्दिर बनाउनलाई चाहिँ अहिलेको मोडर्न मेटेरियल सिमेन्टहरू प्रयोग गरेर बनाउनु पऱ्यो भने त्यो 1 करोडमै सकिन सक्छ क्या। अझै त्यति हाई छ क्या। सिमेन्ट चाहिँ हाम्रो 17,000 पर मेट्रिक टन भन्ने होला होइन। अहिलेको लाइमको कुरा किन्नु पऱ्यो भने 26,000 पर्न सक्छ कि, भने चाहिँ डबलै जस्तो हुनसक्छ। डबल नभने 1.5 टाइम्स त रेट हुन्छ। जसले गर्दाखेरि पनि अलिकति मोडर्न टेक्नोलोजीहरू चाहिँ अलि सस्तो भएको कारणले गर्दाखेरि चाहिँ धेरै युज भइरहेछ कम्पेयर टु ट्रेडिसनल टेक्नोलोजी। अब यो हाम्रो डिपार्टमेन्ट अफ आर्कियोलोजी अब प्राय लोकल गभर्मेन्टहरूले पनि अलिकति चासो दिन थालेछ हाम्रै सम्पदाहरूलाई चाहिँ जोगाउँदा। हामीले चाहिँ पुरानो पुरातात्विक महत्त्व अथवा हाम्रो पुर्खाहरूले चाहिँ जुन अँगालेका यो मेथड कन्स्ट्रक्सन मेथड्सहरूलाई चाहिँ हामीले किन नअपनाउने, हामी किन नयाँ मेथड मात्रै यो रडहरू सिमेन्टहरू प्रयोग गरेर मात्रै किन गर्ने र टिम्बर फ्रेम स्ट्रक्चरहरू किन नबनाउने भनेर चाहिँ कति स्थानीय तहहरूले चाहिँ सहयोग पनि मागिरहेको हुन्छ। पुरातत्व विभागसँग चाहिँ नक्सा बनाइदिने अथवा प्राविधिक सहयोग भनेर पनि कति चिठीहरू चाहिँ आइरहेको हुन्छ होइन। अहिले चाहिँ अलिकति नो हाउ हामीले चाहिँ ट्रेडिसनल अथवा हिस्टोरिक मोनुमेन्ट्सहरूलाई चाहिँ जोगाउनुपर्छ भन्ने चाहिँ कन्सेप्ट त्यो मान्छेमा चाहिँ गएको छ यो स्थानीय तहमा पनि। अनि ट्रेडिसनल लेबर कस्ट इज मोर, अघि मैले भनिसकेँ अभियसली कस्ट मोर छ, किन भन्दाखेरि लेस इन नम्बर क्या, ड्यु टु लेस इन नम्बर। थोरै मान्छे छ क्या, ट्रेडिसनल काम गर्ने मान्छे चाहिँ कम भइसक्यो। मोडर्न टेक्नोलोजी लेबरहरू इजिली एभाइलेबल होइन, यस्ता कुराहरू। जस्तै कम्पेयर एबाउट द अथवा राइट एबाउट द इम्प्याक्ट अफ मोडर्न टेक्नोलोजिज अन लोकल टेक्नोलोजिज भनेर यो आयो भने चाहिँ यो क्वेसन पनि सोध्न सक्छ तपाईँहरूलाई। जस्तै लोकल एन्ड मोडर्न कन्स्ट्रक्सन मेटेरियल, लोकल मेटेरियल्समा रुरलमा युज अफ मोटारहरू होइन, अनि मड प्लास्टरहरूको कुरा, ब्याम्बो फर प्रिपेरिङ वाल्स, टिम्बर प्लाङ्क्स टिम्बर कलम्स बिम्सहरू फर स्ट्रक्चर्स, स्लेट फर रुफिङ वर्क खरहरू होइन। यसमा चाहिँ एउटा स्लेट अनि झिँगटी भनेर पनि लेख्नु, यो भने एकदम ट्रेडिसनल, यो काठमाडौँ भ्यालीमा झिँगटी माटोको क्या क्लेको झिँगटी होइन, झिँगटी फर रिफ्युङ वर्क्सहरू यिनीहरू लोकल अनि ट्रेडिसनल मेटेरियल्सहरूमा चाहिँ पर्छ होइन। यो मोडर्न मेटेरियल्सहरू भने यो हो। अब तपाईँलाई सोधिदिन सक्छ के हुन्छ लोकल र मोडर्न कन्स्ट्रक्सन मेटेरियल कन्स्ट्रक्सन इन नेपाल, अनि तिनीहरूको चाहिँ इम्प्याक्टहरू के हुनसक्छ भनेर चाहिँ क्वेसन सोधिदियो भने चाहिँ यसरी लेख्न सकियो भन्ने कुरा। कस्टको कुरादेखि लिएर होइन, त्यसको फिजिबिलिटीको कुरा, लोकल अप्नाउँदाखेरि के फाइदा हुनसक्छ अथवा मोडर्न टेक्नोलोजी अप्नाउँदा के फाइदा हुनसक्छ, भने चाहिँ यस्ता कुराहरू, बेफाइदा चाहिँ के हुनसक्छ भनेर चाहिँ हामीले यो कुराहरूलाई लेख्न सक्नु पऱ्यो। यो प्रोबेबल क्वेसन्स भनेर चाहिँ मैले यो यहाँबाट जुन यो सेक्सन एबाट चाहिँ कस्ता कस्ता क्वेसनहरू चाहिँ सोध्न सक्छ भनेर पनि एउटा क्वेसन बनाइदिएको छु। जस्तै डिस्टिङ्ग्विस बिट्विन रबल र अस्लार मेसनरी भनेर यस्ता सिम्पल क्वेसनहरू 5 मार्क्समा सोध्न सक्छ। अर्को चाहिँ डिस्क्राइब इन ब्रिफ द मेरिट्स एन्ड डिमेरिट्स अफ इङ्ग्लिस र फिल्म स्पोन, फाइदा र बेफाइदाहरू। जस्तै इङ्ग्लिस बोर्ड भनेको चाहिँ के हो त, इङ्ग्लिस बोर्ड भनेको अल्टरनेट हेडर कोर्स र स्ट्रेचर कोर्सको अल्टरनेट कोर्स अफ हेडर र स्ट्रेचर हो भने फ्लेमिस बोन्ड भनेको चाहिँ के हो त, एउटै कोर्समा चाहिँ अल्टरनेट हेडर एन्ड स्ट्रेचर इज कोर्स हो। अब इङ्ग्लिस बोन्डको चाहिँ रफ एपिरियन्स दिन्छ भने फ्लेमिस बोन्डले चाहिँ गुड एस्थेटिक एपिरियन्स दिन्छ र यस्ता कुराहरू। इङ्ग्लिस बोन्ड चाहिँ इजी टु ले हुन्छ अनि फ्लेमिस बोन्ड डिफिकल्ट टु ले हुन्छ। इङ्ग्लिस बोन्ड चाहिँ स्ट्रेन्थको वाइज चाहिँ एकदम दह्रो हुन्छ, स्ट्रङ हुन्छ भने कम्पेयर टु इङ्ग्लिस बोन्ड फ्लेमिस बोन्ड विक हुन्छ भनेर यस्ता कुराहरू चाहिँ लेख्न सक्यो। इङ्ग्लिस बोन्ड चाहिँ कहाँ प्रिफर गर्छौँ भने जहाँ चाहिँ हामी प्लास्टरिङ गर्ने हाम्रो प्लानिङ हुन्छ, जहाँ हामी प्लास्टर गर्न प्लान गरिरहेको हुन्छ त्यहाँ इङ्ग्लिस बोन्ड प्रिफर गर्छौँ। अनि फ्लेमिस बोन्ड भने चाहिँ जहाँ हामीले पेन्टिङ गर्ने प्लानिङ गरिरहेको हुन्छौँ त्यहाँ चाहिँ हामी फ्लेमिस बोन्ड प्रिफर गर्छौँ भन्ने कुरा हो। इङ्ग्लिस बोन्ड भनेको प्रायः स्ट्रक्चरल पर्पसको लागि युज गर्छौँ, जहाँ अलिकति स्ट्रेन्थ बियर गर्नुपर्ने हुन्छ त्यहाँ चाहिँ इङ्ग्लिस बोन्ड प्रिफर गर्छौँ। अनि फ्लेमिस बोन्ड भने चाहिँ अलिकति एस्थेटिकली राम्रो प्लिजिङ देखाउनु पर्ने ठाउँहरूमा चाहिँ आर्किटेक्चरल पर्पसको लागि हामी फ्लेमिस बोन्ड युज गर्छौँ र यस्ता कुराहरू चाहिँ हामीले इन्कर्पोरेट गरेर चाहिँ एन्सर लेख्न सक्यो। अर्को चाहिँ डिस्क्राइब इन ब्रिफ द डिफ्रेन्ट टाइप्स अफ स्क्याफोल्डिङ युज इन कन्स्ट्रक्सन भनेर
यही त सिङ्गल डबल होइन ट्रेस्टल अब क्यान्टिलिभर स्क्याफोल्डिङ त्यो कुराहरू लेख्न सक्यो। वेस्टर्न फङ्सन चाहिँ के लेख्न सक्यो भने सिङ्गल डबल क्यान्टिलिभर होइन सस्पेन्डेड ट्रेस्टल रेडिमेड अर प्याटेन्टेड भनेर वेस्टर्न मेटेरियल युज भनेर चाहिँ ब्याम्बो स्क्याफोल्डिङ स्टिल स्क्याफोल्डिङ भनेर लेख्न सकियो। टाइप्स अफ स्क्याफोल्डिङमा चाहिँ वेस्टर्न फङ्सन त हामीले पढेकै कुरा हो होइन। बेस्ड अन फङ्सन सिङ्गल डबल होइन भनेर लेख्न सकियो एउटा। अर्को चाहिँ वेस्टर्न मेटेरियल्स युज भनेर पनि लेख्न सकियो क्या। वेस्टर्न मेटेरियल युजमा चाहिँ ब्याम्बो स्क्याफोल्डिङ स्टिल स्क्याफोल्डिङ भनेर यस्ता आउन सक्छ। ब्याम्बो स्क्याफोल्डिङ चाहिँ सस्तो हुन्छ रुरल एरियाजमा सानो सानो प्रोजेक्ट्सहरूमा चाहिँ ब्याम्बो स्क्याफोल्डिङ युज गर्न सकिन्छ। यसको बेफाइदा भने धेरैचोटि रियुज गर्न सकिँदैन र स्ट्रेन्थको हिसाबले यो त्यति दह्रो हुँदैन कम्पेयर टु स्टिल स्क्याफोल्ड होइन। स्टिल स्क्याफोल्ड भनेर चाहिँ ठुल्ठुलो प्रोजेक्ट्सहरूमा प्रयोग गरिन्छ। अलिकति कस्टली इनिसियल कस्ट हाई भए पनि यसको रियुज धेरै टाइम रियुज गर्न सकिन्छ र यस्ता कुराहरू हामीले चाहिँ अनि ठुल्ठुलो प्रोजेक्ट्सहरूमा युज गरिन्छ। अर्बन एरियाजमा लोकल एरियाजमा भन्दा पनि अर्बन एरियाजहरूमा चाहिँ हामी स्टिल स्क्याफोल्डिङ युज गरेको पाउन सक्छौँ भनेर यस्ता लेख्न सक्नु पऱ्यो। अब यो प्रोज एन्ड कन्स प्रिफ्याब्रिकेटेड स्ट्रक्चर्स भने हामीले हिजो नै पढ्यो। प्रिफ्याब्रिकेटेड भने चाहिँ के त पहिल्यै उसमा म्यानुफ्याक्चर गर्ने फ्याक्ट्रीमा म्यानुफ्याक्चर गर्ने अनि त्यसबाट ल्याएर चाहिँ साइटमा युज गर्ने भन्ने कुरा हो। अनि अर्को कुरा यस्तो यसरी क्वेसन सोधिन सक्छ आर प्रिफ्याब्रिकेटेड स्ट्रक्चर फिजिबल इन कन्टेक्स्ट अफ नेपाल। नेपालको कन्टेक्स्टमा चाहिँ के त्यो फिजिबल छ त त्यसलाई चाहिँ युज गर्न के फिजिबल हुन्छ त भन्ने कुरामा चाहिँ अब यस्तोमा चाहिँ कस्तो भने रुरल एरियाजमा चाहिँ लगेर प्रिफ्याब्रिकेटेड स्ट्रक्चर्सहरू बनाउनु चाहिँ अलिकति फिजिबल पनि हुँदैन। जस्तै रुरल एरिया चाहिँ एकदम गाउँघरमा चाहिँ हामीले लगेर प्रिफ्याब्रिकेटेड स्ट्रक्चर बनाउनु पर्यो भने चाहिँ के च्यालेन्ज हुन्छ एउटा त ट्रान्सपोर्टेसनकै च्यालेन्ज हुन्छ ढुवानीकै च्यालेन्ज हुन्छ। अर्को चाहिँ च्यालेन्ज के हुन्छ भने जस्तै गाउँघरमा बसिरहने मान्छेहरूको त सँग त एकैचोटि पैसा नहुन सक्छ नि त एकमुष्ट पैसा नहुन सक्छ। तर हामीले इनिसियल्ली यो प्रिफ्याब्रिकेटेड स्ट्रक्चरमा त इनिसियल इन्भेस्टमेन्ट त हाई हुन्छ। त्यो हाई इनिसियल इन्भेस्टमेन्ट भएको कारणले गर्दाखेरि त्यो लोकल पिपल इन रुरल एरियाजहरूले चाहिँ एफोर्ड गर्न नसक्ने हो कि है त्यो पनि हाम्रो चाहिँ एउटा च्यालेन्ज हुनसक्छ। अनि ल्याक अफ नलेज अथवा ल्याक अफ नो हाउ होइन यो चाहिँ छिटो कन्स्ट्रक्सन हुन्छ कम लस हुन्छ भन्ने कुराहरू ल्याक अफ नो हाउको कारणले गर्दाखेरि पनि त्यसलाई चाहिँ हामीले गएर चाहिँ इम्प्लिमेन्ट गर्न अथवा रुरल एरियाजमा इम्प्लिमेन्ट गर्न चाहिँ अलिकति च्यालेन्ज नै छ भनेर यस्ता कुराहरूलाई ट्रान्सपोर्टको कुरादेखि लिएर होइन अनि अर्को नो हाउ यो हाई इनिसियल इन्भेस्टमेन्टको कुराहरू को बारेमा चाहिँ लेखेर चाहिँ यो फिजिबल छैन वा छ भनेर आफ्नो एउटा एनालाइसिस दिँदा हुन्छ। यस्तो यस्तो कुराले चाहिँ फिजिबल छैन अथवा फिजिबल छ भनेर तपाईँले लेख्न चाहनुभयो भने फिजिबल छ भनेर पोजिटिभली लेख्न चाहनुभयो भने चाहिँ अब प्रिफ्याब्रिक एउटा कुनै स्ट्रक्चर आरसिसी स्ट्रक्चर चाहिँ 50 लाखमा बन्थ्यो भने अब त्यही त्यही साइजको चाहिँ प्रिफ्याब्रिकेटेड स्ट्रक्चर बनाउन चाहिँ कस्ट एकदम कम लाग्छ। सुरुमै इनिसियल इन्भेस्टमेन्ट एकदम हाई भए पनि एज अ होल फाइनल प्रोजेक्टको कस्ट चाहिँ एकदम कम पर्न जान सक्छ प्रिफ्याब्रिकेटेड स्ट्रक्चर्सहरू युज गरेर भनेर लेख्न सक्नुहुन्छ। अब तपाईँले पोजिटिभ वेबाट चाहिँ डिस्क्राइब गर्नुहुन्छ कि फिजिबल छ भनेर डिस्क्राइब गर्नुभयो भने अब पोजिटिभ वेबाट नै तपाईँले सपोर्ट गर्ने कुराहरू चाहिँ एड गर्नु पऱ्यो। होइन फिजिबल छैन भन्नुभयो भने चाहिँ त्यही हाई कस्ट अफ ट्रान्सपोर्टेसनको कुरा होइन अथवा हाई इनिसियल इन्भेस्टमेन्टको कुराहरू यस्ता कुराहरूलाई चाहिँ तपाईँले यो यो एन्सरमा चाहिँ इन्कर्पोरेट गर्न सक्नुहुन्छ। तपाईँले कसरी एनालाइज गर्नुहुन्छ भन्ने कुरा हो। पोजिटिभली एनालाइज गर्नुहुन्छ कि नेगेटिभली एनालाइज गर्नुहुन्छ भन्ने कुरा हो। जसरी पनि हामीले एनालाइसिस गर्न सक्छौँ। अथवा तर तपाईँले एउटा पोजिटिभली गर्नुभयो भने त्यही भने नि मैले इनिसियल्ली हाई इन्भेस्टमेन्ट देखेँ पनि एज अ होल यो प्रोजेक्टको कुरा गर्ने भने त्यही प्रोजेक्ट चाहिँ हामीले कुनै आरसिसी कास्ट इन्स्टिट्युट गर्नुपर्ने थियो भने चाहिँ त्यो कस्ट चाहिँ हाई हुन जान्छ होइन लसहरू वेस्टेज हुनसक्छ। त्यसमा फर्माहरू चाहिने फर्मा सटरिङहरूको कुराहरू चाहिँ धेरै कस्ट बढाउन सक्ने हुनसक्छ। यस्ता कस्टको कुराहरू लेखिदिँदा पनि भयो। एक्सक्युज मी। अनि अर्को हेर्नु है त यो राइट डाउन द स्पेसिफिकेसन अफ सिमेन्ट प्लास्टर वर्क्स भनेर अब सिमेन्ट प्लास्टरको वर्क्सहरूमा चाहिँ स्पेसिफिकेसन भनेपछि एउटा गाइडलाइन्स हो भनेर बुझ्नु पऱ्यो। कसरी काम गर्ने त हामीले प्लास्टर गर्दाखेरि के गर्नुपर्छ भनेर चाहिँ गाइडलाइन्स। अब यो सिमेन्ट प्लास्टरमा चाहिँ के लेख्नुपर्छ भन्यो भने प्रिपेरेसन अफ सर्फेस होइन अर्को चाहिँ मेटेरियल्सहरू के युज गर्ने स्यान्ड युज गर्ने सिमेन्ट युज गर्दाखेरि कस्तो सिमेन्ट युज गर्ने होइन ओपिसी 53 ग्रेड ओपिसी 43 ग्रेड होइन त्यो कुराहरू इन्क्लुड गर्नु पऱ्यो। अनि प्रिपेरेसन अफ सर्फेस हुनु पऱ्यो अनि कोट बेस कोट भनेर अनि 2-3 कोटमा चाहिँ हामी एप्लाई गर्छौँ। हरेक कोट चाहिँ 6 mm to 8 mm थिकनेस होइन अनि त्यो कुराहरूलाई चाहिँ इन्क्लुड गरेर चाहिँ हामीले स्पेसिफिकेसन कसरी गर्ने भनेर लेख्ने हो कि
अब मोटारलाई चाहिँ सिमेन्ट र स्यान्डको मोटार बनाउने 1:4 कि 1:5को रेसियोमा होइन। त्यो स्यान्डलाई चाहिँ पहिला मजाले वास गर्ने, ताकि अर्ग्यानिक म्याटर्सहरू चाहिँ हामीले त्यहाँबाट त्यो स्यान्डबाट चाहिँ रिमुभ गर्न सकियोस् भनेर यस्ता कुराहरू यो स्पेसिफिकेसनमा आउनुपर्छ। जस्तै मेटेरियल के प्रयोग भएको छ र कसरी प्रयोग गर्ने भनेर चाहिँ आउनु पर्यो। मोटार मिक्स बनाउने 1:4 टु 1:6को रेसियोमा होइन। अनि त्यसलाई चाहिँ जुन सर्फेसमा हामीले प्लास्टर गर्नुपर्ने छ त्यो ब्याकग्राउन्डलाई चाहिँ पहिला मजाले क्लिन गर्ने, ताकि त्यहाँको डस्टहरूलाई चाहिँ रिमुभ गर्न सकियोस्। अनि त्यसलाई चाहिँ सुरुमा हामीले प्लास्टर गर्ने सर्फेसलाई चाहिँ अलिकति वेट बनाउन सकियो भने चाहिँ प्रपरली के त त्यो मोटारहरू चाहिँ एडेसन हुन्छ। यस्ता कुराहरूलाई चाहिँ लेख्नु पऱ्यो। अनि पछि फिनिसिङ गर्ने, फ्लोटहरू युज गरेर चाहिँ फिनिसिङ गर्नुपर्छ भन्ने कुराहरू। अनि त्यसबाट फिनिसिङ गरिसकेपछि क्युरिङ गर्ने। फिनिसिङ गरिसकेपछि एक दिन सेट हुन छोडिदिने होइन। एक दिन सेट भइसकेपछि चाहिँ मिनिमम 7 दिनसम्म क्युरिङ गरिदिने स्प्रेइङ गरेर। अनि यस्ता कुराहरू मेटेरियल के युज हुन्छ, त्यो मेटेरियलहरूलाई कसरी मिक्स गर्ने, अनि त्यो मेटेरियलहरूलाई वास गर्नुपर्छ के गर्नुपर्छ भनेर त्यो प्रोसेसलाई चाहिँ हामीले यो स्पेसिफिकेसन अथवा गाइडलाइन्समा चाहिँ लेख्छौँ। अब यो अर्को यो क्लासिफाई द टाइप्स अफ ब्रिक अनि एक्सप्लेन अबाउट द टेस्ट कन्स्ट्रक्टेड इन ब्रिक भनेर यो क्लासिफाई गर्ने फर्स्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास होइन। बेस्ड अन क्लास यो ऊ चाहिँ अनि क्वालिटी, अनि बेस्ड अन अर्को बन्डिङ चाहिँ के हुन्छ त, ओभर बन्ड, अन्डर बन्ड, वेल बन्ड भन्ने कुरा हो। अनि अर्को हेर्नु त यहाँ यस्तो क्वेसन पनि सोध्न सक्छ। Excuse me. How can we construct low cost energy efficient earthquake resistant building in rural areas of नेपाल भनेर एक्सप्लेन गरेर होइन। कसरी चाहिँ हामीले चाहिँ लो कस्ट एनर्जी इफिसियन्ट अनि हेर अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ्सहरू चाहिँ कन्स्ट्रक्ट गर्न सक्छौँ। अब लो कस्ट थोरै कस्टमा पनि बनाउनु पऱ्यो अनि एनर्जी इफिसियन्ट पनि हुनु पऱ्यो भने रुरल एरियाजहरूमा चाहिँ अब कसरी बनाउने भनेर सोध्यो भने चाहिँ सुरुमा त अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ भनेको के हो, अनि एनर्जी इफिसियन्ट भनेको चाहिँ के हो, अनि लो कस्ट भनेर त कम खर्चमा बनाउने होइन। अब यो हामीले लो कस्ट एनर्जी इफिसियन्ट अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ बनाउनको लागि चाहिँ सुरुमा त के त इम्फोसाइज अन द युज अफ लोकल्ली एभाइलेबल कन्स्ट्रक्सन मेटेरियल्सहरूलाई चाहिँ इम्फोसाइज गर्नु पऱ्यो। जस्तै मड मोटारहरू युज गरेर हामीले कन्स्ट्रक्सन गर्ने हो कि होइन। अनि मड मोटार ढुङ्गा ढुङ्गा माटोको गाह्रो लगाउने, अनि छाउँदाखेरि पनि अथवा स्लेटहरू अथवा खरहरू छाउने। त्यसले गर्दाखेरि के हुन्छ भने एउटा कस्टलाई मिनिमाइज गर्छ होइन। अनि त्यो लोकल मेटेरियल्सहरू युज गर्दाखेरि पनि हामीले नेसनल बिल्डिङ कोड यो 203 र 204 जुन लो स्ट्रेन्थ मेसनरी र अर्दन बिल्डिङमा भएको क्राइटेरियाहरूलाई चाहिँ फलो गरेर हामीले कन्स्ट्रक्सन गर्नुपर्छ। अनि हामीले मडमोटार युज गरेर चाहिँ अलिकति थिकर वाल्सहरू कन्स्ट्रक्ट गरेर चाहिँ हामीले कन्स्ट्रक्सन गरियो भने चाहिँ के हुन्छ भने अनि प्रपर ब्यान्ड्सहरू प्रोभाइड गर्ने। त्यो गऱ्यो भने चाहिँ एनर्जी इफिसियन्ट कसरी हुन्छ त, जस्तै मैले भन्छ कि मड मोटारमा अथवा बनाएको स्ट्रक्चर्सहरू चाहिँ के हुन्छ त, गर्मीमा चाहिँ चिसो हुन्छ, अनिखेर जाडोमा चाहिँ तातो न्यानो हुन्छ होइन। त्यसले गर्दा चाहिँ एनर्जी इफिसियन्ट चाहिँ गर्मीमा फ्यान चलाउनु पर्ने भएन, जाडोमा चाहिँ हिटर चलाउनु पर्ने भएन, जसले गर्दाखेरि एनर्जी इफिसियन्सी पनि हुन्छ। अनि यसै त लोकल्ली एभाइलेबल मेटेरियल्सहरू, लोकल स्किल मेन पावर्सहरू चाहिँ लोकल मेन पावर्सहरू युज गरेपछि, लोकल मेसिन्सहरू युज गरेपछि यत्तिकै पनि लो कस्ट होइन। अनि यो अर्को रेसिस्टेन्ट बनाउनको लागि चाहिँ हामीले चाहिँ एनबिसी कोडमा भएको गाइडलाइन्सहरू, एनबिसी कोडमा भएको प्रोभिजन्सहरूलाई चाहिँ इन्कर्पोरेट गर्ने हामीले लोकल टेक्नोलोजीहरूसँग चाहिँ, ताकि त्यसलाई के त हामीले अर्थक्वेक रेसिस्टेन्ट स्ट्रक्चर्सहरू चाहिँ बनाउन सकियोस् भने चाहिँ ब्यान्ड्सहरूको कुरा, भर्टिकल जोइन्ट, भर्टिकल स्ट्रेनिङहरूको कुराहरू, कर्नर पोस्टहरू राख्ने होइन। अनि वालमा चाहिँ मोटारहरूको बिच चाहिँ थिकनेसहरू, अब स्टोनहरूको लेइङहरूको कुराहरू लेखिदिने। मेन कुरा यहाँ के लेख्नुपर्छ भने तपाईँले यो एनबिसी 203 23 एन्ड एनबिसी सी 204लाई चाहिँ अलिकति कोड गर्नु पऱ्यो। रुरल बिल्डिङ्स आउने बित्तिकै यो एनबिसी 204 र एनबिसी 203 र 204लाई चाहिँ कोड गरेर चाहिँ आन्सर लेख्नु पऱ्यो। अनि यस्तै लोकल युजहरू, लोकल ट्रेडिसनल, लोकल लोकल्ली एभाइलेबल मेटेरियल्स, लोकल्ली एभाइलेबल मेटेरियल्स अनि एन्ड मेसन्सहरूको कुराहरू पनि लेख्नु पऱ्यो। अनि त्यो अरू कुरा ब्यान्ड्सहरूको कुरा यिनीहरू होइन। यो एनबिसीले एनबिसीको प्रोभिजन्सहरूलाई पनि अलिकति त्यसमा एड गर्नु होला। अर्को कुरा यस्तो क्वेसन पनि सोध्न सक्छ हेर्नु त,
जस्तै इन तराई रिजन अफ नेपाल ब्रिजेस आर फेसिङ सेटलमेन्ट प्रब्लम्स ड्युरिङ कन्स्ट्रक्सन फेज इट सेल्फ होइन, and discuss about the possible causes of settlement and recommend the possible solution to those problems भन्ने कुरा। यो चाहिँ कस्तो खाले क्वेसन भने अलिकति प्र्याक्टिकल बेसिसको क्वेसन भयो क्या। यस्तो खाले क्वेसन अलिकति एनालाइसिस गर्ने खाले। जस्तै तराई रिजनमा चाहिँ धेरै सेटलमेन्ट हुन्छ नि होइन, पुलहरू गाडी चढ्नुभन्दा अगाडि नै पुलहरू सेटल भइरहेको हुन्छ क्या। अब यो कजेज भनेर सोध्यो भने चाहिँ के लेख्न सकिन्छ त? कजेज अफ सेटलमेन्ट कसैले भन्न सक्नुहुन्छ? कजेज अफ सेटलमेन्ट के लेख्न सक्छौँ होला? तराईमा चाहिँ पुलहरू बन्दा बन्दै गरेर भाँच्यो नि कि। म्युट हुनुहुन्छ कि क्या हो सबैजना? जियोलोजिकल स्टडी चाहिँ अलि राम्रोसँग नभएर नि हुनसक्छ। बेरिङ जियोलोजी क्यापेसिटी अफ सोइल। सफ्टवेयर एक्सप्लोरेसनको कुराहरू चाहिँ हजुर अनि बेरिङ क्यापेसिटी अफ सोइल चाहिँ अलि कम भएर हुनसक्छ। यो प्रपर ल्याक अफ प्रपर सफ्टवेयर एक्सप्रेसन होइन, हजुर। त्यो एलएसीको ल्याक अफ प्रपर सफ्टवेयर एक्सप्लोरेसन एक्सप्लोरेसन अनि इम्प्रोपर डिजाइन फल्टी डिजाइन भन्न पनि सक्यो नि। हजुर। फल्टी डिजाइन हुन सक्यो डिजाइनको कारणले गर्दाखेरि। अरू के भयो? वाटर लगिङ एरिया चाहिँ अलिकति बढी भएर। वाटर टेबल ऱ्यापिड ड्र डाउन होइन, ऱ्यापिड ड्र डाउन अफ वाटर टेबल पनि होइन। त्यो कसले लेख्नु भयो? लेनेभो ऱ्यापिड ड्र डाउन अफ वाटर टेबल। वाटर लगिङ चाहिँ अब पुलहरूको केस आएको छ, त्यही भएर चाहिँ ड्र डाउन त्यो वाटर लगिङ भन्दा पनि त्यो चाहिँ यसका अब अनि अ, अ, यस्तो पेस्टरहरू आएर पनि हुनसक्छ। यस्तो क्या ल्याक अफ प्रपर हाइड्रोलोजिकल स्टडी, फ्लडहरू होइन, फ्लड रुटिङहरू नगरेर स्टडी अफ द्याट एरिया लाइक फ्लड रुटिङहरू कहिले कहिले चाहिँ फ्लड आउँछ, त्यसको स्काउट डेप्थहरूको कुराहरू चाहिँ प्रपर स्टडी नगरेर पनि हामीले डिजाइन गऱ्यो भने स्काउट डेप्थको कुराहरू होइन, यस्ता कुराहरू। अर्को अर्को कजलाई पनि अलिकति डिस्क्राइब गर्ने हो भने चाहिँ यसमा पोलिटिकल इन्टरफेरेन्सलाई पनि हामीले एउटा कजको कारण मान्न सक्छौँ। इन्टरफरेन्स ड्युरिङ कन्स्ट्रक्सन अथवा इम्प्लिमेन्टेसन फेज। अलिकति पोलिटिकल इन्टरफेरेन्सहरू होइन, नेताहरूले चाहिँ के गर्नु भएको छ भने यो ठाउँमा चाहिँ होइन, यो ठाउँबाट अलिकति सिफ्ट गरौँ न, यो ठाउँमा नबनाऊ, हामीले चाहिँ डिजाइन कम्प्लिट डिजाइनहरू चाहिँ एक ठाउँको लागि बना हुन्छ, अनि त्यो डिजाइन चाहिँ त्यो ठाउँमा इम्प्लिमेन्ट गर्न नदिएर चाहिँ अर्को ठाउँमा सिफ्ट गर्न ट्राई गर्ने कि। अनि त्यो भयो भने पनि के हुन्छ त, सोइलको नेचर त फरक हुनसक्छ नि त। अलिकति मात्रै सिफ्ट हुने बित्तिकै पनि सोइलको नेचरहरू फरक हुने भएको कारणले गर्दाखेरि चाहिँ त्यसले गर्दाखेरि पनि फेलियर हुन सक्ने हुन्छ होइन। अब यही अब कजेस भनेर यही कुराहरूलाई चाहिँ एक्सप्लेन गर्न सकियो भने होइन, यो त कजेस भयो। अब रेमिडियल मेजर्समा चाहिँ माथिकै कुराहरूलाई त लेख्ने हो नि, अथवा सल्युसन पोसिबल रेकमेन्डेसन। ल्याक अफ सुपरभिजनलाई पनि हाल्न सकिन्छ कि सर? मजाले मजाले यो एउटा राम्रो पोइन्ट ल्याउनु भयो। ल्याक अफ मोनिटरिङ एन्ड सुपरभिजन, टेक्निकल सुपरभिजन। टेक्निकल राम्रो पोइन्ट ल्याउनु भयो, मिल्छ। चाहिँ यस्ता पोइन्ट्सहरू लेख्नु पऱ्यो। अब रेकमेन्डेसन चाहिँ के गर्ने भनेर चाहिँ यो प्रपर सफ्ट सोइल एक्सप्रेसन गर्नु पऱ्यो भन्ने कुराहरू लेख्नु पऱ्यो होइन। अब ऱ्यापिड ड्र डाउन अफ यो हाइड्रोलोजिकल स्टडी चाहिँ प्रपर गर्नु पऱ्यो, फ्लड राउटिङदेखि लिएर स्काउट डेप्थहरू कतिसम्म स्काउरिङ गर्छ त्यो खोलाले भन्ने कुराहरू पनि हामीले क्यालकुलेसन गरेर चाहिँ त्यो फाउन्डेसनको डेप्थ हामीले एनालाइज गर्नु पऱ्यो, अथवा डेप्थलाई चाहिँ सेलेक्ट गर्नु पऱ्यो भन्ने कुरा, अथवा त्यो लेख्न सक्यो होइन। पोलिटिकल इन्टरफेरेन्सहरूलाई चाहिँ कम गराउनलाई चाहिँ अब त्यहाँको स्थानीयहरूलाई चाहिँ के त यो हामीले चाहिँ यो ठाउँमा यसमा चाहिँ सेयरिङ अफ नलेज होइन, अब उनीहरूलाई चाहिँ
के गर्न सकियो भने फर इक्जाम्पल के भन्न सकिन्छ भने तिनीहरूलाई चाहिँ चेतना एउटा नो हाउको बारेमा यसरी चाहिँ हामीले सिफ्ट गर्नु हुँदैन भनेर चाहिँ अवेरनेस दिने। अवेरनेस भन्दा पनि एउटा शब्द कस्तो ट्याक्कै अहिले मनमा आउँछ मुखमा आउँदैन भने जस्तै भयो। अवेरनेस भने पनि तिनीहरूलाई चाहिँ यस्तो हुनैपर्छ यस्तो गर्नुपर्छ भनेर चाहिँ मोटिभेट भन्दा पनि शब्दै भन्न आएन मलाई। अवेरनेसकै कुरा भनौँ न। अवेरनेस दिएर चाहिँ के भने यस्तो भयो भने यस्ता 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 समस्याहरू आउन सक्छ भनेर इक्जाम्पल दिएर चाहिँ सचेत गराउने या- जस्तो। चेतना फैलाउने क्या। चेतनालाई के भने नलेज चाहिँ बाँड्नु पर्यो होइन। अँ, के अवेरनेसकै कुरा होइन। अवेरनेस एबाउट द रिजल्ट्स एन्ड कन्सिक्वेन्सेस भनेर पनि लेख्न सक्यो। पोलिटिकल इन्टरफेरेन्स हुन नदिनलाई चाहिँ स्थानीय स्तरमा चाहिँ अलिकति हामीले प्रोजेक्टहरू इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूलाई पनि त्यो प्रोजेक्टको डिजाइन फेजदेखि नै तिनीहरूलाई इन्भल्भ गराउन सक्यो भने होइन। इन्भल्भमेन्ट अफ लोकल्स ड्युरिङ इन्भल्भमेन्ट इन्भल्भमेन्ट अफ लोकल्स राइट फ्रम सर्वे डिजाइन टु फेज। अर्को चाहिँ क्रिएटिङ अ सेन्स अफ ओनरसिप क्या। तपाईँहरूलाई चाहिँ त्यो स्ट्रक्चर अथवा त्यो प्रोजेक्टको चाहिँ अपनत्व क्रिएट गराउन सक्नु पर्यो क्या। ल्याक अफ हाइड्रोलोजिकल एन्ड मोर्फोलोजिकल डाटा फर डिजाइन अफ ब्रिज हुन्छ। क्रिएटिङ सेन्स अफ अथवा डेभलोपिङ सेन्स अफ ओनरसिप रिगार्डिङ द प्रोजेक्ट होइन। अनि अर्को चाहिँ लोकल पिपललाई चाहिँ इम्प्लोइमेन्ट दियो भने पनि यो प्रब्लम्सहरूलाई चाहिँ हामी सल्युसन गर्न सक्छौँ होइन। उनीहरूले अलिकति केयर गर्न सक्छ। जस्तै प्रोभाइडिङ इम्प्लोइमेन्ट टु लोकल्स पनि यस्ताहरू। अब ल्याक अफ मोनिटरिङमा चाहिँ टाइमली मोनिटरिङ एन्ड सुपरभिजन होइन। फ्रिक्वेन्ट टेक्निकल सुपरभिजन ड्युरिङ कन्स्ट्रक्सन यस्ता कुराहरू इन्कर्पोरेट गरेर चाहिँ अलिकति भनौँ न एनालाइसिस गरेर लेख्न मिल्ने खाले होइन। यसमा चाहिँ यही एन्सर हुनुपर्छ भन्ने चाहिँ हुँदैन क्या। यस्तो खाले क्वेसनमा के हुन्छ भने यही एन्सर हुनुपर्छ भन्ने कहीँ पनि हुँदैन। जस्तै यो भयो। अब हेर्नु है त अर्को कुरा यो डिफ्रेन्सिएट बिट्विन ड्याम प्रुफिङ र वाटर प्रुफिङ होइन। सबै सबै वाटर प्रुफिङले चाहिँ ड्याम प्रुफिङ गराउन सक्छ। ड्याम प्रुफिङले चाहिँ नन प्रेसराइज वाटरहरू मात्रै छेक्छ भने वाटर प्रुफिङले चाहिँ प्रेसरमा हाइड्रोस्ट्याटिक प्रेसर भएको पानीहरू छेक्छ। जस्तै वाटर प्रुफिङ चाहिँ हामी छतमा गर्छौँ रुफहरूमा गर्छौँ होइन। तर ड्याम प्रुफिङ भने चाहिँ हामीले ग्राउन्डमा अथवा रुम्सहरूमा रुमको भित्ताहरूमा त्यस ठाउँमा चाहिँ हामीले ड्याम प्रुफिङ गर्छौँ। ड्याम प्रुफिङ गर्दा चाहिँ यो सिमेन्ट कङ्क्रिटहरू बिटुमेन फिल्डहरू युज गर्न सक्छौँ भने वाटर प्रुफिङ गर्दाखेरि चाहिँ सर्फेस ट्रिटमेन्ट गरेर चाहिँ वो वाटर रिपेलेन्ट कम्पाउन्ड्सहरू पोलियुरेथेनहरू रेजिनहरू यस्तो चाहिँ हामी युज गर्छौँ भन्ने कुरा। यो क्वेसन चाहिँ मैले दिएको एक्जाममा कुन एक्जाममा हो मलाई याद भएन तर सोधेको थियो है। मेरिट्स एन्ड डिमेरिट्स अफ मेटल विन्डोज इन कम्पेरिजन टु टिम्बर विन्डोज भनेर चाहिँ अब कम्पेयर गर्ने हामीले के फाइदा हुनसक्छ के बेफाइदाहरू हुनसक्छ भन्ने कुराहरू होइन। अनि अर्को यो हेर्नु त यो क्वेसन
सर जस्तै त्यो मेरिट्स एन्ड डिमेरिट्स भन्ने छ नि, त्यो क्वेसनमा राइट भन्यो भने नि त्यही लेख्ने हो, अनि डिस्कस गर्नुहोस् भनेर भन्यो भने नि त्यही लेख्ने हो। होइन, राइट एबाउट अथवा डिस्कस भन्यो भने चाहिँ फाइदा लेख्ने। जस्तै के लेख्ने भने मेरिट्स अफ मेटल विन्डोजमा चाहिँ के हो एउटा भने, अब वे यसको चाहिँ आयु बढी हुन्छ भनेर लेखिदिँदा अब होइन, आयु बढी हुन्छ मेटल विन्डोजहरूको चाहिँ भनेर, अथवा कस्ट कम्पेयर टु कस्टकै कुरा गर्ने हो भने कस्ट चाहिँ एकदम सस्तो हुन्छ भनेर चाहिँ अनि इक्जाम्पल दिने, अलिकति डिस्कस गर्ने कि एउटा पोइन्ट लेख्नु भयो भने त्यसलाई चाहिँ थोरै एउटा केही इक्जाम्पल जस्तो दिएर, सपोज टिम्बरको विन्डोलाई चाहिँ यति पर्छ भने यो मेटलको त्यही साइजको विन्डो 6-5को विन्डोलाई चाहिँ सस्तोमा पाउन सकिन्छ, यस्तो लो कस्टमा पाउन सकिन्छ भनेर एउटा इक्जाम्पल दिएर चाहिँ थोरै एक्सप्लानेसनहरू चाहिँ एउटा पोइन्टलाई थोरै थोरै एक्सप्लेन गर्ने। 5 मार्क्समा छ, अब 5 मार्क्समा छ भने चाहिँ एक्सप्लेनै नगर्दै पनि भयो, सिधै फाइदा यो हुन्छ बेफाइदा यो हुन्छ भनेर लिस्ट आउट गर्दै भयो। 10 मार्क्समा सोधेछ भने थोरै एक्सप्लेन गरिदिने है। मार्क्सको वेटेज हेर्नु पऱ्यो तपाईँले, मेन कुरो त्यसलाई एक्सप्लेन गर्ने कि अलिकति त्यसलाई इलेबोरेट गर्नुपर्ने छ कि छैन भन्ने कुरा चाहिँ। सिधै फाइदा 4-5वटा फाइदा 4-5वटा बेफाइदा लेख्यो भने त 5 मार्क्सको लागि पुगिहाल्यो नि। तर यो केसमा चाहिँ अँ, अब 10 मार्क्समा सोध्यो भने चाहिँ अलिकति त्यसलाई इलेबोरेट गर्न चाहिँ ट्राई गर्नु होला। जस्तै यो हेर्नु त, एक्सक्युज मी, इज रेट्रोफिटिङ इन बिल्डिङ्स इकोनोमिकल एन्ड फिजिबल कम्पेयर टु रिकन्स्ट्रक्सन, एक्सप्लेन इन डिटेल भनेर यस्ता क्वेसनहरू होइन। रेट्रोफिटिङ इन बिल्डिङ्स चाहिँ इकोनोमिकल हुन्छ अनि फिजिबल हुन्छ कम्पेयर टु रिकन्स्ट्रक्सन भन्ने कुरामा चाहिँ हामीले रेट्रोफिटिङकै एडभान्टेजहरू चाहिँ जुन लेखेका थियौँ यहाँ, सरी यो माथि हेरेका थियौँ जुन एडभान्टेजेस अफ रेट्रोफिटिङको कुरा, त्यही कुराहरूलाई चाहिँ इन्कर्पोरेट गरेर लेख्नु पऱ्यो यसमा। हो रेट्रोफिटिङ चाहिँ फिजिबल हुन्छ, निड फर रेट्रोफिटिङ, एडभान्टेजेस हेर्नु त, एडभान्टेजेस अफ रेट्रोफिटिङ ओभर रिकन्स्ट्रक्सन, यही कुराहरूलाई कस्ट इफेक्टिभनेस, रिडक्सन अफ कन्स्ट्रक्सन वेट, प्रिजर्भेसन अफ कल्चरल हेरिटेज, त्यसको अथेन्टिसिटी इन्टिग्रिटी भनेर चाहिँ यस्ता कुराहरू, हाई रिलायबिलिटी, सेभ्स टाइम्स होइन, अब त्यो डेब्रिस म्यानेजमेन्टहरूको कुरादेखि लिएर त्यस्ता कुराहरूलाई चाहिँ हामीले इन्कर्पोरेट गरेर त्यो क्वेसनलाई चाहिँ एन्सर लेख्नु पऱ्यो। यी कुराहरू है, कस्ट इफेक्टिभनेसको कुरा, रिडक्सन अफ वेस्ट होइन, त्यो डेब्रिस म्यानेजमेन्टको समस्याहरू चाहिँ त्यो कम हुन्छ, म्यानेज गर्नु पर्दैन, डेब्रिसहरू बढी निक्लिँदैन रेट्रोफिटिङमा चाहिँ, र यस्ता कस्टको कुरा, कस्ट सस्तो हुन्छ, प्रिजर्भ हुन्छ, अथेन्टिसिटी इन्टिग्रिटी, हिस्टोरिकल भ्यालु कल्चरल भ्यालुहरू चाहिँ त्यो स्ट्रक्चरको चाहिँ जोगाउन सकिन्छ होइन, रिलायबल हुन्छ, अलिकति सेफ सेफ स्ट्रक्चर बनाएको चाहिँ रिलायबिलिटी हुन्छ किनभने हामीले डिजाइन क्यालकुलेसन्सहरू गरे हुन्छौँ भन्ने कुराहरू, अनि टाइम सेभ गर्छ भनेर, डिमोलेसन एन्ड न्यू डिजाइन एप्रोच, यो कुराहरूलाई लेखिदिने। अनि कुनै कुनै थोरै रेट्रोफिटिङहरू टेक्निक्सहरूको बारेमा पनि, मेसनरी एउटा मेसनरी बिल्डिङ छ सपोज, त्यो मेसनरी बिल्डिङमा चाहिँ हामीले के कस्ता मेथड, यस्तो मेथडले चाहिँ गर्न सक्छौँ, त्यो भएपछि चाहिँ के भन्छ सस्तो इकोनोमिकल अनि त्यसको अरिजिनालिटीलाई चाहिँ हामीले बचाउँदै कस्टहरू बचाउने, यो कन्स्ट्रक्सनमा चाहिँ जुन डेब्रिसहरू हुन्छ वेस्ट म्यानेजमेन्टमा पनि एकदम हेल्पफुल हुन्छ भनेर यस्ता कुराहरूलाई चाहिँ हामीले त्यो क्वेसनलाई चाहिँ लेख्न सक्छौँ। अर्को एकजनाले के क्वेसन सोध्नु भएको थियो, मैले एन्सर दिन्छु भनेको थिएँ, फेरि बिर्सेँ पछि, के एउटा म पछि एन्सर दिन्छु भनेको थिएँ, एकजना कसले लेख्नु भएको थियो है, मैले ठ्याक्कै बिर्सेँ हिजो एन्सर दिन्छु भन्दा भन्दै। सोध्न मलाई फेरि उहाँको क्वेसन सोध्ने मान्छेको पनि नाम पनि याद छैन, फेरि सोध्नु एकचोटि फेरि टाइप गर्नु होला नि त्यो क्वेसन। जस्तै हेर्नु त, यो वाट इज नेगेटिभ स्किन फ्रिक्सन, वाट आर इज कजेस एन्ड हाउ क्यान इट बी मेटिगेटेड भन्ने कुरा पनि होइन, यस्ता क्वेसनहरू अलिकति रियलिस्टिक रियल टाइम क्वेसनहरू चाहिँ तपाईँहरूले प्र्याक्टिस गर्नु होला। अझ म चाहिँ के सजेस्ट गर्छु भने अलिकति एनालाइटिकल लेख्ने बानी चाहिँ बसाल्नु होला, किताबमै भएको कुराहरू आउने भन्दा सर यो एकचोटि नेगेटिभ नेगेटिभ स्किन फ्रिक्सनको थोरै भनिदिनु न सर। ए, अनि मलाई त्यो हिजो एकजना क्वेसन म एन्सर दिन्छु भन्दा भन्दै दिन पाएको थिइनँ, अनि मलाई त्यो चाहिँ कस्तो के क्वेसन लेख्नु भएको थियो भने बिर्सेँ मैले होइन, के पोसिबल सल्युसन्स हो कि के थियो। अब हेर्दा नेगेटिभ स्किन फ्रिक्सन भनेर चाहिँ खासमा पाइलमा हुने क्या, अलिक थोरै थोरै फाउन्डेसनको पोर्सनमा मैले यो एक्सप्लेन गरेँ हो, गरेँ कि गरिनँ पनि बिर्सेँ मैले। जस्तै पाइल फाउन्डेसन मैले यसमा लेखाएर हिँड्दैछ, जस्तै हेर्नु त, यो नेगेटिभ स्किन फ्रिक्सन भनेर चाहिँ कस्तो भने, फ्रिक्सन स्किन फ्रिक्सन खासमा चाहिँ
अपवर्ड डिरेक्सनमा लाग्नुलाई चाहिँ पोजिटिभ स्किन फ्रिक्सन भन्छ अनि डाउनवर्ड डिरेक्सनमा लाग्नुलाई चाहिँ नेगेटिभ स्किन फ्रिक्सन भन्छ। फर इक्जाम्पल मैले यो थोरै यो क्वेसनलाई चाहिँ अलिकति यो के बुझ्नु भने स्किन फ्रिक्सन भनेको दुई थरीको हुन्छ भनेर बुझ्नु पर्यो। अपवर्ड डिरेक्सनमा लाग्नेलाई पोजिटिभ स्किन फ्रिक्सन, डाउनवर्ड डिरेक्सनमा लाग्नेलाई चाहिँ नेगेटिभ स्किन फ्रिक्सन भनेर भन्छ भने चाहिँ त्यति अहिले क्लियर हुनु होला। डाउनवर्ड फ्रिक्सनल रेसिस्टेन्स हो भनेर चाहिँ क्लियर हुनु है त। अब यो क्वेसनको एन्सर चाहिँ सर रिजन चाहिँ के हो त्यो पनि भनिदिनु होला। के को यसको रिजन हजुर पढ्ने यो क्वेसन चाहिँ मलाई कहाँ सोधेको थियो भने मैले दिएको एक्जाम मध्ये नै एउटा एक्जाममा क्यानमा हो कि क्यानको सिभिल एभिएसन अथोरिटी अफ नेपाल हो त्यसमै होला, त्यसमै सोधेको थियो जस्तो लाग्छ यो क्वेसन। धेरै एक्जाम दियो त्यही भएर कहाँ कहाँ दियो नै थाहा छैन। अब हेर्नु है त नेगेटिभ स्किन फ्रिक्सनलाई चाहिँ हामीले खासमा डिफाइन गर्दाखेरि चाहिँ यसरी डिफाइन गर्न सक्छौँ। नेगेटिभ स्किन सरी फ्रिक्सन इज द डाउनवर्ड फ्रिक्सनल रेसिस्टेन्स एक्टिङ अन अ पाइल। यही क्वेसन चाहिँ मैले त्यो फरवर्ड गराए मैले युट्युबमा राखेको भिडियोमा पनि मैले सल्भ गरेको थिएँ जस्तो लाग्छ। त्यो फाउन्डेसनहरू पढाउँदाखेरि चाहिँ एक्टिङ अन अ पाइल ड्यु टु डाउनवर्ड मुभमेन्ट अफ सराउन्डिङ स्वेल। अलि यहाँ क्लियर भएन भने चाहिँ त्यसमा पनि हेर्नु होला, मैले एक्सप्लेन मजाले गरेको छु फिगरहरू बनाएर रिलेटिभ टु पाइल। यो हो के तपाईँको यो नेगेटिभ स्किन फ्रिक्सन भने चाहिँ डाउनवर्ड फ्रिक्सनल रेसिस्टेन्स हो। पोजिटिभ स्किन फ्रिक्सन भने चाहिँ अपवर्ड फ्रिक्सनल रेसिस्टेन्स हो क्या। पोजिटिभ भने चाहिँ अपवर्ड, नेगेटिभ भने चाहिँ डाउनवर्ड फ्रिक्सनल। इट इज अल्सो नोन एज इज अल्सो नोन एज डाउन ड्र्याग पनि भन्छ, डाउन ड्र्याग पनि भन्छ। इट इज अल्सो नोन एज डाउन ड्र्याग भनेपछि अघि मैले फिगरमा देखाएको थिएँ अपवर्ड रेसिस्टेन्स भयो भने त्यो पोजिटिभ भयो, डाउनवर्ड भयो भने त्यो नेगेटिभ भयो। अब कजेजमा हेर्ने हो भने चाहिँ के कारणले गर्दाखेरि नेगेटिभ स्किन फ्रिक्सन हुन्छ भने एउटा चाहिँ सफ्ट स्वेल स्ट्राटा फलोड बाई हार्ड स्टिफ स्ट्राटा होइन भने एउटा पोइन्ट भयो। अर्को भनेको सडन लोवरिङ अफ ग्राउन्ड वाटर टेबल, ग्राउन्ड वाटर टिएबिएलई टेबल होइन। अर्को चाहिँ एप्लिकेसन अफ सरचार्ज टु स्वेल एट साइट यस्तो भयो। त्यस्तै कसरी मिटिगेट गर्न, इट क्यान बी मिटिगेटेड बाई होइन भन्ने। अब फेरि एप्लिकेसन अफ लुब्रिकेन्ट्स यो फाउन्डेसन यो ट्रायल फाउन्डेसन क्वेसन लुब्रिकेन्ट्स लाइक oil grease to pile surface होइन यो भयो। अर्को चाहिँ युज अफ slender columns having small diameter अनि proper compaction of
swell before laying foundation. यो भयो होइन एकछिन है त ओके मेरो स्क्रिन सेयर गरेर गयो क्या हो या वान पर्छ मेरो स्क्रिन सेयर गरेर अफ भयो हो यस सर ए, एकछिन मलाई एउटा फिगर यस पछाडि चाहिँ म अरू सेक्सन मैले कसरी एटेम्प गर्ने भन्ने कुरा चाहिँ थोरै सेयर गर्छु है त म यो सँगसँगै चाहिँ स्विमिङ टु यो डेस्कटप यस म थोरै यो मैले यो लुब्रिकेन्ट्स भयो होइन यसो न्यू स्लाइडमा चाहिँ तपाईँलाई एउटा फिगर यो मैले क्याप्चर गरेँ हेर्नु है त यो फिगर हेर्नु जस्तै यो नेगेटिभ स्किन फ्रिक्सन अहिलेको कारणहरू लेखेको चाहिँ हेर्नु त यहाँ के कारणले गर्दाखेरि नेगेटिभ स्किन फ्रिक्सन भन्ने कुरा चाहिँ यो हेर्नु, यो पाइल भयो भने माथिबाट लोड लागिरहेछ यो ग्राउन्ड लेभल भयो भने अन्त यहाँ तल चाहिँ हार्ड सोइल आएको छ त माथि चाहिँ सफ्ट सोइल अथवा फिलिङ गरेको माटो छ भने के हुने रहेछ भने यो हार्ड र स्टिफ स्टार्टरले चाहिँ इन्ड बियरिङ पनि दिने भयो अनि अपर्ड फ्रिक्सनल रेसिस्टेन्स पनि दिने भयो त्यो अपर्ड फ्रिक्सनल रेसिस्टेन्सलाई चाहिँ पोजिटिभ स्किन फ्रिक्सन भन्छ अनि यो सफ्ट सोइल अथवा फिलिङ गरेको माटो त आफै लुज हुन्छ नि त होइन यो माटो चाहिँ यसरी पायल तलतिर झस्दै जाँदाखेरि चाहिँ यो आफै सेटल हुन्छ क्या डाउनवर्ड मुभमेन्ट हुन्छ क्या जसले गर्दाखेरि चाहिँ नेगेटिभ स्किन फ्रिक्सन भन्छ यसले चाहिँ डाउन ट्र्याक किन भन्छ भने यो चाहिँ पाइललाई नै तलतिर सारिरहेको हुन्छ कि पाइललाई नै तलतिर पुस मासतिर पुस गर्नुपर्नेमा चाहिँ सोइलले त मासतिर पुस गर्नुपर्ने यसले चाहिँ तलतिर खिचिरहेको हुन्छ त्यही भएर यसलाई चाहिँ डाउन ड्र्याग पनि भन्छ भनेपछि यो सफ्ट सोइललाई हार्ड स्टार्टरले फलो गर्यो भने एउटा कारण रहेछ अर्को सडन लोवरिङ अफ ग्राउन्ड वाटर टेबल सपोज यो तलको ग्राउन्ड वाटर टेबल सडनली लोवर भयो भने माथिको सोइलहरू चाहिँ सडनली तल आउने सेटल हुने सक्ने चान्सेस म्याक्सिमम हुन्छ जसले गर्दाखेरि नेगेटिभ स्किन फ्रिक्सन हुन्छ अर्को चाहिँ यो एप्लिकेसन अफ सर्चार्ज टु सोइल एट साइट भनेको चाहिँ कस्तो भने सर्चार्ज भनेको एक्स्ट्रा फिल मेटेरियल के तपाईँको साइट चाहिँ एउटा खाल्टोमा छ अनि त्यो खाल्टोलाई चाहिँ तपाईँले पहिला पुर्नुभयो पुरिसकेपछि चाहिँ त्यहाँ पाइल फाउन्डेसन हाल्नुभयो त्यो पाइल फाउन्डेसन हाल्नु भयो भने चाहिँ के हुन्छ त त्यो सर्चार्ज भनेको एक्स्ट्रा फिल मेटेरियल हो क्या यो सर्चार्ज भनेको चाहिँ एक्स्ट्रा फिल मेटेरियल हो अब यो सर्चार्ज हामीले एप्लाई गरेको सोइल त के हुन्छ लुज हुन्छ नि त त्यो लुज सोइलमा चाहिँ हामीले पाइल फाउन्डेसन हाल्यो भने चाहिँ नेगेटिभ स्किन फ्रिक्सन हुनसक्छ भन्ने कुरा हो कसरी हटाउने भन्ने कुरा चाहिँ लुब्रिकेन्ट्सहरू लगाउने जहाँ जहाँ नेगेटिभ स्किन फ्रिक्सन हुन्छ त्यहाँ चाहिँ लुब्रिकेन्ट्सहरू एप्लाई गरिदिने ताकि यो यताको सफ्ट सोइलको डाउनवर्ड सेटलमेन्टले चाहिँ केही पनि असर नगरोस् यहाँ अर्को चाहिँ कस्तो भने सपोज यो दुइटा हेर्नु त यहाँ यो मार्कर र यो पेनको कुरा गर्ने हो भने चाहिँ हामी दुइटैलाई चाहिँ पाइल फाउन्ड एज अ पाइल फाउन्डेसन चाहिँ हामीले गाडेका छौँ होइन त्यहाँ नेगेटिभ स्किन फ्रिक्सन आउने चान्सेस भयो भने कुनमा बढी हुन्छ होला त अभियसली पाइलमा हुन्छ यसरी यो मार्करमा हुन्छ किन त यो मार्करको सर्फेस एरिया बढी छ नि त सधैँ तपाईँले के बुझ्नु भने फ्रिक्सन भन्ने आउने बित्तिकै के त
फ्रिक्सन भने त सर्फेस एरिया अफ कन्ट्याक्टमा चाहिँ कति हुन्छ त सर्फेस एरिया भन्ने कुरा हो। अब सोइलको कन्ट्याक्टमा यसको सर्फेस एरिया बढी हुने भयो। त्यही भएर चाहिँ हामीले के त रेमिडियल मेजर्समा के पनि लेख्यौँ त हेर्नु त युज अफ स्लेन्डर कलम सकेसम्म सानो डायमिटर भएको चाहिँ कलम्सहरू हामीले युज गर्न सक्यो भने यदि नेगेटिभ स्किन फ्रिक्सन आइहाल्यो भने पनि सर्फेस एरिया अफ कन्ट्याक्ट त थोरै छ नि त, जसले गर्दाखेरि चाहिँ नेगेटिभ स्किन फ्रिक्सनलाई चाहिँ मिनिमाइज गर्न सकियो भन्ने कुरा हो। अर्को प्रपर कम्प्याक्सन, यदि लुज सोइल छ फिलिङ गरेको माटो छ भने यसलाई चाहिँ प्रपरली कम्प्याक्ट गरेर हामीले पाइल राख्यौँ भने के हुन्छ त नेगेटिभ स्किन फ्रिक्सनलाई नै लोवर गर्न सक्छौँ भन्न चाहिँ यसरी यो फिगर बनाएर यसरी लेख्न सकियो भने हुन्छ। यो फिगर चाहिँ बनाउनु पाइल बनाउनु पऱ्यो, पाइल अनि यो इन बियरिङ स्किन फ्रिक्सनको कुराहरू नेगेटिभ स्किन फ्रिक्सनको कुराहरू यति बनाएर चाहिँ लेख्नु पऱ्यो। यहाँ मेसेज मैले मेसेज हेर्न भ्याएन एकछिन। सर एप्लिकेसन टु पाइल सर्फेस एक्सप्लेन गरिदिनु न भन्नुभयो। यो पाइल सर्फेस हेर्नु त नेगेटिभ स्किन फ्रिक्सनको एडभान्टेजेस के हो अनि लिमिट, एडभान्टेज होइन नेगेटिभ स्किन फ्रिक्सनको एडभान्टेज भनेर डिसएडभान्टेज चाहिँ भनेर है। नेगेटिभ स्किन फ्रिक्सनको के त यहाँ चाहिँ नेगेटिभ स्किन फ्रिक्सनले डिक्रिज पाइल क्यापेसिटी, फ्रिक्सन डिक्रिजेस पाइल क्यापासिटी and swell in that portion acts as extra load in pile. And the नेगेटिभ स्किन फ्रिक्सनले चाहिँ पाइलको क्यापेसिटीलाई घटाउँछ क्या। कसरी घटाउँछ त? अब यहाँ नेगेटिभ स्किन फ्रिक्सन भएको छ भने यतातिरको माटो पनि लोडकै रूपमा एक्ट गरिदिने भयो क्या। यसले रेसिस्टेन्स दिनुपर्नेमा चाहिँ यो लोडकै रूपमा चाहिँ एड गर्ने भयो। एडभान्टेज त होइन, नेगेटिभ स्किन फ्रिक्सनको एडभान्टेज हुँदैन। पोजिटिभ स्किन फ्रिक्सनको चाहिँ एडभान्टेज हुन्छ। पोजिटिभ स्किन फ्रिक्सनले चाहिँ के त यो लोडलाई रेसिस्ट गरेर पाइलको क्यापेसिटी बढाउँछ, तर नेगेटिभ स्किन फ्रिक्सनले चाहिँ पाइलको क्यापेसिटी घटाउँछ। पोजिटिभ स्किन फ्रिक्सन चाहिँ सर हजुर पाइल ड्राइभिङ गर्ने बेला चाहिँ पाइल ड्राइभिङ गर्न सपोर्ट गर्ला कि भन्ने हो क्या एडभान्टेज। त्यो भन् लेख्न सकिँदैन त्यो त तल सपोर्ट गर्ने भयो नि त। स्किन फ्रिक्सन पनि तलै लाग्ने भयो अनि पाइल ड्राइभिङ पनि तलै गर्नुपर्ने हामीले, त्यति बेला सपोर्ट हुन्छ कि तपाईँले भन्ने। तपाईँले एडभान्टेजमा चाहिँ पाइल हामी तलतिर ड्राइभ गर्ने हो, त्यही भएर चाहिँ तलतिर ड्राइभ गर्न चाहिँ सजिलो हुन्छ भन्नु खोज्नु भयो। हजुर त्यो त होइन है। हामीले पाइल कन्स्ट्रक्ट गर्दाखेरि चाहिँ के गर्छौँ भने सुरुमा त एउटा बोरहोल ड्रिल पहिले गरिसकेका हुन्छौँ क्या। अनि बोरहोल ड्रिल गर्छौँ अनि त्यसपछि पाइलहरू कास्ट गर्ने हो। खासमा चाहिँ स्किन फ्रिक्सनले रेसिस्ट गर्नुपर्ने हो नि त। हामीले पाइल फाउन्डेसनमा के लेखेका थियौँ भने लोड ट्रान्सफर चाहिँ यसले स्किन फ्रिक्सन र इनबियरिङले गर्छ भन्ने कुरा लेखेका थियौँ नि त। तपाईँले भने जस्तो पाइल ड्राइभिङ गर्न त हामी मेसिन युज गर्छौँ नि, त्यो स्किन फ्रिक्सनले चाहिँ अलिकति ट्र्याक गरेर त्यसलाई पाइल ड्राइभिङ गर्न चाहिँ सहज हुन्छ भनेर चाहिँ एडभान्टेज भनेर चाहिँ लेख्न हुँदैन है, त्यो नलेख्नु होला। पोजिटिभ स्किन फ्रिक्सन इन्क्रिजेस त पाइल ड्राइभ गर्न पाइल फाउन्डेसनलाई चाहिँ इन्स्टल गर्न अथवा त्यसलाई पठाउन चाहिँ सजिलो हुन्छ भनेर चाहिँ लेख्न मिलेन। इन्क्रिजेस द पाइल क्यापासिटी by 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 resisting pile in upward direction. यसरी सकेसम्म यस्तो हेर्नु त यो वाट आर इज कजेस, वाट आर द फ्याक्टर्स, वाट आर द पोइन्ट्स टु बी कन्सिडर्ड भनेर सपोज क्वेसनहरू आयो भने चाहिँ तपाईँहरूले सधैँ पोइन्टमै लेख्ने है। यो प्याराग्राफमा एक्सप्लेन गर्न वाट आर द पोइन्ट्स टु बी कन्सिडर भने पोइन्टमा लेखिदिने। अब डिस्कस एक्सप्लेन इन ब्रिफ भन्यो भने अब यो डिस्कस एबाउट द मेजर अपडेट्स भन्यो भने एनबिसीमा यो अपडेट भएको छ भने पोइन्टमै लेखिदिँदा पनि भयो क्या। अनि डिस्कस भनेको छ भने चाहिँ तपाईँ लेन्दी गर्नुपर्छ भन्ने चाहिँ छैन। अर्को अब मैले मैले पढाउने पोर्सनहरूबाट लगभग यस्तै क्वेसनहरू चाहिँ आउने हो। मैले आफूले दिएको एक्जाममा चाहिँ मैले कसरी एटेम्प गरेको थिएँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई थोरै अब सुरुको
सुरुको पोर्सन त लगभग लगभग मैले तपाईँहरूलाई भनिसकेको छ यो तिनटै क्वेसनहरू चाहिँ यो एडभान्टेज डिसएडभान्टेज प्रिफ्याब्रिकेटेड बिल्डिङ कन्स्ट्रक्सन अनि वाइ दिस कन्स्ट्रक्सन टेक्निक भनेर पनि भनिसकेको छ। सेकेन्ड पोर्सनमा चाहिँ के थियो भने राइट एबाउट द डिस्क्राइब ब्रिफली द फेलियर अफ मेकानिजम अफ मेसनरी स्ट्रक्चर्स अन अर्थक्वेक विथ स्केचेसमा चाहिँ अनि मेसनरी मैले चाहिँ एउटा यो केसमा चाहिँ अर्थक्वेकको कारणले गर्दाखेरि चाहिँ कसरी फेल हुन्छ मेसनरी स्ट्रक्चर्सहरू भन्दाखेरि चाहिँ क्र्याक्सहरू बनाएको थिएँ होइन। फेलियर मेकानिजम चाहिँ यसो हरिजेन्टल क्र्याक्स अथवा भर्टिकल क्र्याक्सहरू सियर क्र्याक्सहरू चाहिँ फर्म हुनसक्छ मेसनरी स्ट्रक्चर्समा चाहिँ अनि त्यो फेल हुनसक्छ भनेर एउटा मेसनरी वलहरू रिटेनिङ वलहरू अथवा ब्रेस्ट वलहरूको रिटेनिङ वलको बनाएको थिएँ जस्तो लाग्छ। अनि त्यसमा चाहिँ क्र्याक्सहरू यस्तो क्र्याक्सहरू हुनसक्छ हरिजेन्टल क्र्याक्सहरू भर्टिकल क्र्याक्सहरू यसरी चाहिँ फेलियर हुनसक्छ भनेर चाहिँ स्केचहरू बनाएर एक्सप्लेन गराएको थिएँ होइन। हरिजिनल क्र्याक्स अथवा भर्टिकल क्र्याक्सहरू सियर क्र्याक्सहरू फर्म भएर चाहिँ फेल हुन्छ भनेर। अर्को वाट आर द बेसिक रिक्वायरमेन्ट्स अफ अर्थक्वेक बिल्डिङ कन्स्ट्रक्सन एक्सप्लेन इन डिटेलको कुरामा चाहिँ यसमा चाहिँ के लेखाएको थिएँ भने यो एनबिसी 203मा पनि एकदम सहजै दिएको छ। जस्तै एनबिसी 203मा रिक्वायरमेन्ट्स यो कुरा चाहिँ मैले लेखाएको थिएँ मैले पढेर गएको थिएँ एनबिसी 203 यो हेरौँ है त यो एनबिसीमा भएको कुराहरू चाहिँ मैले थोरै थोरै सेपको कुरा प्रोपोर्सनको कुरा होइन लेन्थ इज टु ब्रेथको रेसियोको कुरा अनि यो पिरामिड जस्तो सेपमा हुनुपर्छ अनि डक्टिलिटीको कुरा सफिसियन्ट अनि बोन्डिङ बिट्विन द मेसनरी युनिट्सको कुराहरू यी कुराहरूलाई चाहिँ मैले इन्कर्पोरेट गरेर लेखेको थिएँ एन्सर चाहिँ। जस्तै यसमा लोड हुने किन लोडै भइरहेको होइन ए ब्ल्याङ्क रहेछ यसमा भन्नु है त साइड यहाँ सुरुमै छ यो कुराहरूलाई चाहिँ लेखिदिएको थिएँ मैले पढ्न टाइप अफ बिल्डिङ जेनरल रिक्वायरमेन्ट्समा यस्तो कुराहरू अन्त जेनरल रिक्वायरमेन्ट्स अफ अर्थक्वेक रेसिस्टेन्ट कन्स्ट्रक्सन भनेर चाहिँ यो एनबिसी 203को कुरा यसलाई चाहिँ यो सेपको कुरा प्रपर साइट सिलेक्सन फाउन्डेसन चाहिँ सुड रेस्ट अन अ फर्म बेस होइन क्रिएटिङ अ बक्स इफेक्ट भर्टिकल र हरिजेन्टल यो ब्यान्ड्सहरू प्रोभाइड गर्ने टाइजहरू प्रोभाइड गरेर चाहिँ ब्रेसिङ्सहरू प्रोभाइड गरेर भनेर बेटर बोन्डिङ बिट्विन मेसनरी युनिट्सहरू होइन अनि यो कन्ट्रोल साइज एन्ड लोकेसन अफ लाइट वेट कन्स्ट्रक्सनहरू यस्तो कुराहरू चाहिँ मैले लेखिदिएको थिएँ पोइन्टमा लेखाएको थिएँ थोरै थोरै एक्सप्लेन गरिदिएको थिएँ। यो भयो होइन सेकेन्ड 5 नम्बर क्वेसन पनि भयो। अनि यो मेन्सन द डिजाइन स्टेप्स अफ आरसिसी कलम विथ बाई एक्जियल बेन्डिङ एन्ड एक्जियल कम्प्रेसन अनि खेर राइट द स्टेप्स फर इसेन्ट्रिक आरसी आरसी भनेर इन्फोर्स कङ्क्रिट फुटिङको डिजाइनमा चाहिँ मैले अब त्यतिखेर यो बाइएक्जियल बेन्डिङको कुरा चाहिँ यो स्ट्रक्चरल एनालाइसिस एन्ड डिजाइनमा चाहिँ एमएक्स र एमवाईको कुराहरू होइन एक्जियल लोडको कुरा अनि मोमेन्टसँग पनि आउने कुराहरू चाहिँ त्यो स्टेप्सहरूलाई चाहिँ मैले यसरी लोड क्यालकुलेसन लिनुपर्छ सेल्फ वेटको कुरा राखिदिँदै थिएँ। अनिखेर यो इसेन्ट्रिक फुटिङको डिजाइनमा चाहिँ मैले यो पिल्लरहरू चाहिँ यो पिल्लर चाहिँ सेन्टरमा सिजीमा नभएर चाहिँ सडन डिस्टेन्स डिस्प्लेस भयो भने चाहिँ कसरी लोड लाग्छ भनेर चाहिँ थोरै एउटा फिगरहरू स्केचहरू बनाएर चाहिँ मैले यो लेखेको थिएँ। फर्स्ट पार्टको क्वेसन चाहिँ डिजाइन स्टेप्समा चाहिँ अब लोडहरू यो एमएक्स इक्वल्स टु 0.138 एफसिके बिडी स्क्वायरहरू यस्ता फर्मुलाहरू त्यो स्टेप्सहरूमा बायोक्जियल बेन्डिङ यो स्ट्रक्चरल एनालाइसिस एन्ड डिजाइनमा पनि तपाईँहरूले पढ्नुहुन्छ यो बायोक्जियल बेन्डिङमा डिजाइन कसरी गर्ने वान वे स्ल्याब टु वे स्ल्याबहरू फुटिङहरूको डिजाइनहरूमा चाहिँ तपाईँहरूले हेर्नुहुन्छ त्यो स्टेप्सहरू सुई सुई पोइन्ट वाइज नै लेख्दा थिएँ स्टेप चाहिँ। अनि यो राइट डाउन द स्टेप्स फर इसेन्ट्रिक फुटिङ डिजाइनमा चाहिँ एउटा प्लान पनि बनाएको थिएँ मैले इसेन्ट्रिक फुटिङ भनेर चाहिँ यो हो भनेर चाहिँ प्लानहरू बनाएर चाहिँ लेखेको थिएँ। यो सेक्सन बीमा भयो। अब सेक्सन सीमा चाहिँ वाइ इज अ फिजिकल एन्ड इन्भाइरोमेन्टल प्लान डेभलपमेन्ट प्लान अफ अ म्युनिसिपालिटी वाट इज द फिजिकल एन्ड इन्भाइरोमेन्टल डेभलपमेन्ट प्लान अफ अ म्युनिसिपालिटी हाउ इज इट ड्राफ्टेड एन्ड यो फाइनलाइज भनेर चाहिँ जस्तै यो फिजिकल एन्ड इन्भाइरोमेन्टल डेभलपमेन्ट प्लान अफ अ म्युनिसिपालिटी चाहिँ के हुनसक्छ कसरी ड्राफ्टेड हुन्छ भने अब त्यतिखेर चाहिँ म गाउँपालिकामै काम गरे भएर चाहिँ यो नगरपालिका अथवा गाउँपालिकामा चाहिँ यो इन्भाइरोमेन्टल प्लानहरू अथवा फिजिकल डेभलपमेन्टको प्लानहरू चाहिँ कसरी बनाउँछ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ
सुरुमा कार्यपालिकाले एउटा निर्णय गर्छ होइन, अथवा इन्जिनियरिङ शाखाले यो छ हाम्रो प्लानहरू, डेभलपमेन्ट प्लानहरू चाहिँ यो छ भनेर ड्राफ्ट गरेर हुन्छ, त्यसलाई चाहिँ कार्यपालिकामा पेस गर्छ। अनि कार्यपालिका भनेको एक्जिक्युटिभ हो होइन, एक्जिक्युटिभ बडी हो, त्यसलाई चाहिँ फेरि गाउँसभामा गएर चाहिँ पारित गरेर चाहिँ फाइनलाइज गरेको हुन्छ भनेर चाहिँ लेखिदिएको थिएँ मैले। अब फिजिकल र इन्भाइरोमेन्टल डेभलपमेन्ट प्लान भने चाहिँ कसरी त्यो प्लान योजना हो होइन, भौतिक र यो वातावरणीय सुधार अथवा विकास योजना भनेर चाहिँ एउटा ड्राफ्ट गर्ने हो, जसले चाहिँ एउटा एज अ होल एउटा म्युनिसिपालिटीमा भएको चाहिँ डेभलपमेन्ट वर्क्सहरूदेखि लिएर डेभलपमेन्ट वर्क्सहरू गर्दाखेरि चाहिँ इन्भाइरोमेन्टहरूलाई पनि कसरी सँगसँगै जोगाएर लाने, सँगसँगै प्रोटेक्ट गरेर लाने भन्ने कुरा, इन्भाइरोमेन्टमा चाहिँ थोरै असर पर्ने गरेर हामीले डेभलपमेन्टको कामहरूलाई चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ यो फिजिकल र इन्भाइरोमेन्टल डेभलपमेन्ट प्लानमा आउँछ भनेर लेखेको थिएँ। अनि ड्राफ्टेडको प्रोसेसमा चाहिँ यस्तै लेखेको थिएँ सुरुमा चाहिँ यो पूर्वाधार विकास शाखामा रहेको इन्जिनियरहरूले चाहिँ ड्राफ्ट गर्छन् यो कसरी हामीले यो डेभलपमेन्ट वर्क्सहरूलाई राख्ने विथ मिनिमम इफेक्ट अन इन्भाइरोमेन्ट होइन। अनि यो आइइआइहरू गर्न लाउने होइन, यो डेभलपमेन्ट प्लानमा चाहिँ कुनै इनिसियल इन्भाइरोमेन्ट एक्जामिनेसन अनि इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्टहरू गर्न लाउने कुनै पनि ठुल्ठुलो प्रोजेक्ट्सहरू छ भने, अनि त्यो एरियाको चाहिँ रिसर्च गरिसकेपछि एउटा प्लान तयार भइसकेपछि त्यो ड्राफ्ट तयार हुन्छ। त्यो ड्राफ्ट चाहिँ प्रशासकीय अधिकृत चिफ एडमिनिस्ट्रेटिभ अफिसरको थ्रुबाट चाहिँ अफिस अफ म्युनिसिपल एक्जिक्युटिभ कार्यपालिकामा पेस गर्ने, कार्यपालिकामा पेस गरेपछि गाउँसभामा चाहिँ बहुमतबाट चाहिँ पारित गराउने, त्यसलाई पास गराउने भने चाहिँ एकदम स्टेप्सहरू चाहिँ अलिकति डिस्क्राइब गर्दै लेखिदिएको थिएँ मैले। 10 मार्क्समा भएको कारणले गर्दाखेरि चाहिँ यही स्टेप्सहरूलाई चाहिँ यो प्लान यसरी यसरी योजना बन्छ, यो योजनालाई चाहिँ यो स्टेप थ्रुबाट चाहिँ होइन, पूर्वाधार विकास शाखाबाट चिफ एडमिनिस्ट्रेटिभ अफिसर भयो जो सदस्य सचिव हुन्छ अफिस अफ म्युनिसिपल एक्जिक्युटिभको, अनि त्यो अफिस अफ म्युनिसिपल एक्जिक्युटिभमा भएको मेम्बर्सहरूले चाहिँ पास गराउँछ, त्यो पास गरेर चाहिँ गाउँसभामा लान्छ भने चाहिँ त्यो त्यो के अरे रुरल म्युनिसिपल एसेम्ब्ली भन्ने पनि हुन्छ गाउँसभा, त्योमा लगेर चाहिँ फाइनल गरेर चाहिँ एप्रुभ गरेर हामीले प्लानहरूलाई चाहिँ गर्छौँ भनेर पनि लेखिरहेको थिएँ मैले चाहिँ। गाउँपालिकामा काम गरे भएर चाहिँ अलिकति यो गफ लेख्नलाई चाहिँ सजिलो भएको थियो मलाई चाहिँ है, यो 3rd नम्बरको क्वेसन, यो 7 नम्बरको क्वेसनको गफ हान्न चाहिँ। तपाईँहरूले पनि त्यसरी नै लेख्न सक्नुहुन्छ। अनि अर्को मेजर द मेन्सन द मेजर फिचर्स अफ बिल्डिङ बाइलज प्रिभिलेन्ट इन काठमाडौँ मेट्रोपोलिटन सिटिज, अनि हाउ दिज फिचर्स आर इन्कर्पोरेटेड इन द पिरियडिक प्लान्स एन्ड प्लानिङ लेजिस्लेसन्स भनेको छ। अब यसमा चाहिँ तपाईँहरूले चाहिँ यो काठमाडौँ मेट्रोपोलिटन सिटीको बाइलजहरू, भवन निर्माण सम्बन्धी मापदण्डहरू, कति सेटब्याकहरू छोड्ने होइन, अथवा कति हाइटसम्म बनाउन दिने नदिने भन्ने कुरा, यस्ता कुराहरूलाई चाहिँ त्यही नै सेटब्याक डिस्टेन्सहरूको कुरा होइन, बिल्डिङ बाइलज भने के हो भनेर लेख्दै थिएँ पहिला। अनि हाउ दिस फिचर्स आर इन्कर्पोरेटेड पिरियडिक प्लान्सहरूमा चाहिँ अब यो मेट्रोपोलिटन सिटी भएको कारणले गर्दा चाहिँ डेभलपमेन्ट एक्टिभिटिजहरू म्याक्सिमम् त भइसकेको छ, तर पनि अनप्लान डेभलपमेन्ट नहोस् भन्नको लागि चाहिँ यो गभर्मेन्टको पिरियडिक प्लान्सहरूमा पनि डिफ्रेन्ट योजनाहरू ल्याएको छ भनेर यस्तै। यसमा पनि मैले यो प्रपर एन्सर चाहिँ लेखेको थिइनँ मैले, मलाई पनि थाहा थियो कि मैले प्रपर एन्सर चाहिँ लेखेको थिइनँ भनेर चाहिँ, तर बाइलजहरूको कुराहरू चाहिँ सेटब्याक डिस्टेन्स होइन, यस्तै हाइट अफ द बिल्डिङ अथवा प्रपोर्सनको कुराहरू होइन, यो कुराहरू चाहिँ मैले लेखेको थिएँ। अनि यहाँ चाहिँ इन्कर्पोरेटेड इन पिरियडमा हाउ दिज फिचर्स आर इन्कर्पोरेटेड भन्दाखेरि चाहिँ जस्तै ल्यान्ड पुलिङहरू गर्ने, ल्यान्ड डेभलपमेन्टहरू यो हुन्छ नि प्लटिङहरू गर्दाखेरि चाहिँ अलिकति यो अलिकति हामीले चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली भन्दा पनि डेभलपमेन्ट गर्दाखेरि चाहिँ यो राइट अफ वेहरू प्रपर फिक्स गरेर चाहिँ डेभलपमेन्ट एक्टिभिटिजहरूलाई चाहिँ गर्न लाने, अनि यो बिल्डिङ बाइलजहरूलाई फलो गराउँदै, जस्तै नगरपालिकाभित्र चाहिँ अथवा रिङ रोडभित्र चाहिँ यति सेटब्याक डिस्टेन्समा चाहिँ घरहरू बनाउन दिने भनेर चाहिँ यसरी यो केन्द्रीय सरकारकै लेजिस्लेसनहरूमा चाहिँ रुल्सहरूमा चाहिँ राखेको छ भनेर चाहिँ यस्तै लेखेको थिएँ मैले। अनि अर्को यो जस्तै यो 3टै क्वेसन चाहिँ अलिअलि गफ हान्ने नै जस्तो थियो, भनौँ न फिक्स एन्सर भन्दा पनि क्वेसन त्यतिखेर चाहिँ यही नै एन्सर लेख्नुपर्छ भन्ने नै थिएन। अनि द कन्स्टिट्युसन अफ नेपाल हेज प्रोभिजन द राइट टु एप्रोप्रिएट हाउसिङ टु एभ्री सिटिजन, अनि टु एड्रेस दिस फन्डामेन्टल राइट अफ पिपल गभर्मेन्ट हेज इनिसिएटेड डिफ्रेन्ट हाउसिङ प्रोग्राम्सहरू, डिस्क्राइब इन ब्रिफ एबाउट दिज हाउसिङ प्रोग्राम्स एन्ड देयर इफेक्टिभनेस टु एड्रेस द निड अफ पिपल भनेर। यो अब कन्स्टिट्युसन अफ नेपालले चाहिँ यो मौलिक हकहरूमा चाहिँ राइट टु हाउसिङ पनि होइन, सबै नागरिकहरूले चाहिँ एउटा बासको अधिकार भनेर चाहिँ पाउनुपर्छ भन्ने कुराहरू चाहिँ भनेको थियो। यो फन्डामेन्टल राइट्स अफ द पिपलमै पर्छ, घाँस बाँस कपास भनेर चाहिँ होइन, मौलिक हक अधिकारहरूमा पर्ने हो। अब यसमा चाहिँ मैले ट्याक्कै के कुरालाई रिलेट गराएँ भने
सिन्धुली जिल्लामा चाहिँ यो जनता आवास कार्यक्रम भन्ने गरेको थियो कि एउटा भवन विभागले नै गरेको थियो क्यारे त्यतिखेर। ठ्याक्कै मलाई चाहिँ त्यही कुरा चाहिँ याद आयो, जस्तै जनता आवास कार्यक्रमहरू गरेको छ जहाँ चाहिँ एकदम भनौँ न जग्गा नभएका अथवा आफ्नो घरहरू बनाउन नसक्ने मान्छेहरूलाई चाहिँ सानो सानो एउटा घरहरू बनाएर चाहिँ सरकारले नै सटन डोनेसन दिएर चाहिँ घरहरू बनाइदिएर चाहिँ यो नागरिकहरूको चाहिँ के त यो मौलिक हकहरू चाहिँ पुरा गरेको केस छ भने त्यो जनता आवास कार्यक्रमहरू कहिलेदेखि इफेक्टिभ भयो भन्ने कुरा यो भूकम्पपछि चाहिँ यो जनताका आवास आवास कार्यक्रमहरूलाई चाहिँ इफेक्टिभली इम्प्लिमेन्ट गरियो। यो इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ यो भवन डिभिजनहरू अनिखेर महानगरपालिका नगरपालिकाहरू पनि इन्भल्भ भएको छ भनेर यस्तै कुराहरूलाई चाहिँ मैले एक्सप्लेन गरेको थिएँ। जनता आवास कार्यक्रमहरूसँग रिलेटेड कुराहरूलाई चाहिँ यसमा लेखेको थिएँ मैले। अझै मलाई चाहिँ ट्याक्कै त्यही मात्रै हिट भयो जनता आवास कार्यक्रम, किन सिन्धुली जिल्लामा भइरहेको थियो, मेरै आफ्नै जिल्लामा भएको कार्यक्रम चाहिँ याद आयो अनि मैले चाहिँ त्यही मात्रै लेख्थेँ। अनि यो काठमाडौँले पनि डिफ्रेन्ट ल्यान्ड पुलिङहरू गर्ने, सुकुम्बासीहरूलाई चाहिँ जग्गाहरू प्रदान गर्ने, यो भूमि सुधार आयोगहरूले यस्तै यस्तै कुराहरू पनि लेखेको थिएँ मैले चाहिँ। अलिकति इलेबोरेट गरेर यो 10 नम्बरको लागि भएको कारणले गर्दा अलिकति इलेबोरेटहरू पनि गरिरहेको थिएँ। अब अर्को यो describe the principle of architectural design of building for hot climates and explain with the help of neat sketch भनेर। यो आर्किटेक्चरल डिजाइन यो कसले सोध्नु भएको थियो, तराईमा चाहिँ कुन डिरेक्सनमा चाहिँ फेस गर्ने, ओरिएन्ट गर्ने भन्ने कुरा चाहिँ। अनि यो आर्किटेक्चरल डिजाइनमा चाहिँ मैले के लेखेको थिएँ भने तराई अब नेपालको यो हट क्लाइमेट रिजन भनेको तराई रिजन नै हो। तराई रिजनमा हामीले भवनहरू डिजाइन गर्दाखेरि सकभर फ्ल्याट रुफको स्ट्रक्चर्सहरू चाहिँ डिजाइन गर्छौँ जसमा जसमा चाहिँ क्रस भेन्टिलेसन इजिली होस्। अनि त्यसमा चाहिँ झ्यालहरूमा चाहिँ सबै ठाउँमा सनसेडहरू राख्ने होइन। अनि वरिपरि सकेसम्म चाहिँ प्लान्टिङहरू गरिदिने, ट्रिजहरू चाहिँ प्लान्ट गर्ने वरिपरि बिल्डिङको वरिपरि, ताकि त्यसले चाहिँ कुल एउटा इन्भाइरोमेन्ट क्रिएट गर्न सकियोस् भनेर चाहिँ। अनि बिल्डिङ जस्तो बनाएर चाहिँ स्केच बनाएर चाहिँ अनि वरिपरि प्लान्टेसन गराएको पनि बनाइदिएको थिएँ। अनि फ्ल्याट रुफहरू सनसेडहरू भएको चाहिँ थोरै स्केचहरू बनाइदिएको थिएँ मैले। मेन चाहिँ फ्ल्याट रुफ प्रोभाइड गरेर क्रस भेन्टिलेसन प्रोभाइड गर्ने अनि प्रपर भेजिटेसनहरू प्रोभाइड गरेर चाहिँ भेजिटेसनहरू रोपेर पनि हामीले चाहिँ हट क्लाइमेटमा चाहिँ एउटा आर्किटेक्चरली राम्रो पनि अनि वेल भेन्टिलेटेड हामीले बिल्डिङ्सहरू चाहिँ डिजाइन गर्न सक्छौँ भनेर चाहिँ यो फ्ल्याट रुफको डिजाइनहरू चाहिँ मैले स्केच गरिदिएको थिएँ। यो भयो होइन। अनि अर्को मैले यसमा अब सर फ्ल्याट रुफ चाहिँ किन होला तराईको केसमा? फ्ल्याट रुफ हजुर। अहिले क्रस भेन्टिलेसन इजिली गराउन सकिन्छ भनेर हो क्या। अब प्रायः हिल्ली रिजन्सहरूमा चाहिँ हामी स्लोप रुफहरू प्रिफर गर्छौँ। स्लोप रुफमा चाहिँ अलिकति गमक्क हुने, त्यो हावाहरू क्रस भेन्टिलेसन इजिली नहुने भएर हो होइन। फ्ल्याट रुफ भयो भने चाहिँ के त दुईतिर चाहिँ हामी क्रस भेन्टिलेसनलाई चाहिँ इजिली गराउन सक्छौँ। फ्ल्याट भयो भने हावाहरू चाहिँ प्रपरली फ्लो हुन सक्ने भन्ने कन्सेप्टबाट चाहिँ मैले फ्ल्याट रुफ भनेर लेखिदिएको थिएँ। अनि त्यो सर तराईमा पानी बढी पर्छ नि त, त्यो पानी पर्दाखेरि त स्लोप रुफ नै इफेक्टिभ हुन्छ। अनि प्लस गर्मी पनि बढी हुन्छ होइन। अनि इन्क्लाइन्ड एङ्गलमा त तपाईँको सनरेजलाई डिफ्लेक्ट गर्छ नि त होइन। त्यो भनेपछि थर्मल कम्फोर्ट आउँछ। फ्ल्याट रुफ भन्दा त स्लोप रुफ नै फाइदा हुन्छ नि त होइन। पानी बढी पर्ने, तपाईँले पानी बढी पर्ने रिजन देखाउन सक्नुहुन्छ स्लोप प्रुफ प्रिफर गर्ने भन्नु सक्नुहुन्छ होइन। तर स्लोप प्रुफमा चाहिँ तपाईँलाई क्रस भेन्टिलेसन इजिली हुन सक्दैन नि त फेरि। अब त्यो तपाईँले त हाइटको कुरा भयो होइन। हाइट बढाएपछि त क्रस भेन्टिलेसन गराउन सकिहालिन्छ नि। दुई साइडमा अपोजिट साइडमा चाहिँ अब विन्डो प्रोभाइड गरेपछि त यस्तो फ्ल्याट रुफ प्रिफर गर्ने, अब टेम्परेचर हाई भएको ठाउँमा कस्तो खाले रुफ भन्यो भने चाहिँ फ्ल्याट रुफ भन्छन् होइन। अब तपाईँले भने जस्तै स्लोप रुफ पनि प्रिफर गरेर चाहिँ हामीले त्यो क्ले टाइल्सहरू युज गर्ने, अथवा त्यतातिर चाहिँ के भन्छ नि यो बाँस के को खपटा खपटा के भन्छ, खपडा। हो त्यो खपडाहरू युज गरेर चाहिँ हामीले त्यसलाई चाहिँ त्यो हट वेदरलाई पनि कुल इन्भाइरोमेन्ट क्रिएट गराउनलाई त्यस्तो छानाहरू प्रयोग गर्ने भनेर पनि लेख्न सकियो तपाईँले। मैले चाहिँ लेख्दाखेरि त्यस्तो लेखेको थिएँ भन्नु खोजेँ हो। तपाईँको रिजन पनि ठिक छ। जस्तै खपडाहरू युज गर्ने, अथवा त्यसमा चाहिँ तराईतिर के खर के युज गर्छ अर्को, खर। खर नै हो। हजुर। हो खरहरू युज गरेर पनि हामीले चाहिँ हट वेदरमा एउटा कुल बनाउनलाई चाहिँ आर्किटेक्चरल डिजाइनहरू त्यस्तो पनि गर्न सकिन्छ भनेर तपाईँको प्रिन्सिपलहरू पनि लाउन सक्नुहुन्छ। मैले चाहिँ त्यतिखेर ट्याक्कै मलाई फ्ल्याट रुफ क्रस भेन्टिलेसन भन्ने मात्रै याद आयो अनि मैले त्यही नै लेखेको थिएँ कि। अनि अर्को फाइदा चाहिँ फेरि तपाईँको एङ्गल अफ इन्क्लाइनेसन हुन्छ नि होइन। स्लोपमा परेपछि त्यसले रिफ्लेक्ट गर्छ नि त होइन घामलाई त।
त्यस्तो स्लोपमा एब्जर्ब चाहिँ कम गर्छ, रिफ्लेक्सन बढी हुन्छ होइन। त्यस्तो त्यस्तो फ्ल्याट त्यस्तो रूपमा चाहिँ बढी एब्जर्बेसन हुन्छ क्या होइन हिट होइन, चाहिँ। त्यो त सर्फेस इन्क्लाइनमा चाहिँ रिफ्लेक्सन हुने भन्ने अनि उसमा चाहिँ एब्जर्प्सन हुने भन्ने कुरा चाहिँ अलिकति रङ हो। त्यो इन्क्लाइनले चाहिँ एब्जर्ब गर्ने भन्ने त हिट एब्जर्प्सन क्यापासिटी त कस्तो मेटेरियल प्रयोग गरेर चाहिँ हामीले बनाएको छ भन्ने कुराले चाहिँ फरक पार्ने हो क्या। यो फ्ल्याट र स्लोपले चाहिँ हिट एब्जर्प्सन चाहिँ कम गर्ने र बढी गर्ने भन्ने त त्यो रङ हो है। कुन मेटेरियल तपाईँले मेटेरियलको एब्जर्प्सन क्यापासिटी हुन्छ नि त, यो एङ्गल अफ इन्क्लिनेसनले। थ्याच प्रुफ भन्यो भने थ्याच प्रुफ, त्यसमा हुन्छ कि हुँदैन? थ्याच प्रुफमा चाहिँ त्यसले चाहिँ भनौँ न त्यो वेदर ऊ गर्छ, कुल इन्भाइरोमेन्ट जति गर्मी भयो भने शीतलता प्रदान गर्छ थ्याच प्रुफहरू। थ्याच प्रुफ भनेको चाहिँ अब त्यही खरहरू प्रयोग गरेर गर्ने त हो नि। अनि अर्को यो त भयो, तपाईँले कसरी एनालाइसिस गर्नुहुन्छ, तपाईँको एनालाइसिस नै डिस्क्राइब गरेर लेख्न सक्नुहुन्छ है, अलिकति रिजनेबल बनाउन सक्नुहुन्छ भने त्यसलाई चाहिँ तपाईँले डिफेन्ड गरेर लेख्न सक्नुहुन्छ भने तपाईँले लेखेको कुरा थ्याच प्रुफ नै राम्रो हुन्छ फ्ल्याट प्रुफ भन्दा भनेर पनि लेख्न सक्नुभयो। अथवा मैले भनेको क्रस भेन्टिलेसनको लागि चाहिँ फ्ल्याट प्रुफ प्रिफर गर्छौँ, अनि अलिकति हेभी रेनफल हुने भएको कारणले गर्दाखेरि पनि हामी स्लो प्रुफ राख्छौँ, किनभने फ्ल्याट प्रुफ राख्यो भने चाहिँ पानीहरू जम्न सक्ने समस्याहरू आउन सक्छ भनेर त्यो पार्ट त्यो पोर्सनबाट पनि डिस्क्राइब गर्दाखेरि केही फरक पर्दैन। त्यो त एक्सप्लेन गर्नु भनेको छ नि त स्केचहरू। तपाईँले त चोइस अप्सन दिने हो नि त, कुन चाहिँ डिजाइन ठिक हुन्छ भनेर चाहिँ अप्सन दिँदाखेरि यो नभए यो पनि हुनसक्छ। अब क्रस भेन्टिलेसनको लागि चाहिँ फ्ल्याट रुफ राम्रो हुन्छ, अनि अब एकदम हेभी रेनफल आयो भने त्यो प्रपर ड्रेनेजको लागि चाहिँ स्लोप पिच रुफहरू चाहिँ प्रिफर गरिन्छ भनेर त्यसरी अप्सन दिएर लेख्दाखेरि केही फरक पर्दैन है। अनि यो अर्को जिप्समहरू प्रोभाइड गरेर अलिक चिसो बनाउन सकिन्छ भन्ने जस्तो कुराहरू पनि लेख्न सकिन्छ होला नि त। जिप्सम फल सिलिङहरू प्रोभाइड गरिदिने, जिप्सम भन्दा पनि फल सिलिङ, हल्सलिङहरू। फल सिलिङहरू प्रोभाइड गरेर चाहिँ हामीले त्यसलाई कुल माथि अब फ्ल्याट रुफ तात्यो भने पनि त्यो फल सिलिङहरूले चाहिँ एब्जर्ब गर्ने गरेर चाहिँ गर्न सकिन्छ भनेर एचबिएसी त्यस्तै कुराहरूलाई पनि इन्कर्पोरेट गर्न सकियो। अनि अर्को यो त भयो होइन, मैले के लेखेको थिएँ मात्रै भने हो, यहाँ तपाईँले चाहिँ लेख्न त्यही नै लेख्नुपर्छ भन्ने चाहिँ थिएन, तर त्यसरी एड गरेर चाहिँ त्यो कुराहरूलाई पनि लेख्दा हुन्छ। अनि अर्को यो मेन्सन द मेजर फिचर्स अफ सिकरा स्तूपा एन्ड प्यागोडा स्टाइल्स अफ एन्सियन्ट नेप्लिज आर्किटेक्चर, यो पनि 5 नम्बरमा सोधेको थियो। अनि यसमा चाहिँ मैले के लेख्थेँ भने मेजर फिचर्स अफ शिखरा अनि स्तूपा भने चाहिँ स्तूपा भने चाहिँ एउटा डोम, शिखरा शैली भनेको चाहिँ एकदम प्रोजेक्टेडमा होइन, एकदम हाइट बढी भएको अनि माथि चाहिँ ट्यापरिङ सेक्सन भएको चाहिँ स्ट्रक्चर्सहरूलाई चाहिँ शिखरा शैली भन्छ। अनि त्यसको मन्दिरहरूको इक्जाम्पल चाहिँ कृष्ण मन्दिर अनि के भनेर लेखिरहेको थिएँ। अनि स्तूपा शैली भनेको चाहिँ एउटा डोम सेप्ड हुन्छ, डोम सेप्ड स्ट्रक्चर हुन्छ, त्यसको इक्जाम्पलमा चाहिँ जस्तै बौद्धनाथ स्वयम्भूनाथ स्तूपाहरू हुन्छ भनेर लेखिरहेको थिएँ। अनि प्यागोडा स्टाइल्सहरूमा चाहिँ यो भक्तपुर दरबार स्क्वायरमा भएका मन्दिरहरू चाहिँ प्यागोडा शैलीमा छन् होइन, यो तल्ले शैलीमा भनेर यसरी नै यो न्यातपोल दरबार अनि यो मन्दिरहरू के होइन चाङ्गुनारायण टेम्पलहरू यिनीहरू यिनीहरू लेखिदिएको थिएँ मैले यो मेन्सन गरेर। शिखरामा चाहिँ यो मन्दिरहरू हुन्छ, अनि स्तूपामा चाहिँ यो स्वयम्भूनाथ बौद्धनाथहरू, प्यागोडा शैलीमा चाहिँ यो न्यातपोल टेम्पल अथवा कुन कुन टेम्पल पशुपतिनाथ यस्तै यस्तै भनेर लेखिदिएको थिएँ मैले। 5 नम्बरमा सोधेको थियो, थोरै थोरै डिस्क्रिप्सन लेखिदिएको थिएँ, अनि 1 पाना जस्तो डिस्क्रिप्सन भएको थियो। अब अर्को यो क्वेसन चाहिँ यो 12 नम्बरको क्वेसन चाहिँ मैले कस्तो भने वाट आर द क्यारेक्टरिस्टिक्स अफ पाटन दरबार स्क्वायर अनि स्केच इन डिटेल्स भनेको थियो। अब स्केच गर्नलाई चाहिँ 5 नम्बर थियो, क्यारेक्टरिस्टिक्स के हो भनेर अनि त्यो यो क्वेसन एटेम्प गर्दाखेरि चाहिँ मलाई कस्तो भयो भने अब लास्टमा मैले लास्टमै एटेम्प गरेको थिएँ के अरे यो सेक्सन डी नै, यो छुट्टा छुट्टै पेज हुन्छ। अनि ट्याक्कै यो क्वेसन एटेम्प गर्दाखेरि चाहिँ मलाई कस्तो भएको थियो भने यसो सम्झिन खोज्छु म पाटन दरबार स्क्वायर कस्तो थियो भनेर सम्झिन खोज्छु, त्यो माइन्डमै पाटन दरबार स्क्वायर नै आउँदैन भने म पाटन दरबार स्क्वायर गएको पनि हो होइन, घुमेको पनि हो, धेरैचोटि घुमे पनि हो, तर पनि त्यो अवस्थामा एक्जाम हलमा बसेको बेलामा चाहिँ यसो पाटन दरबार स्क्वायरको चाहिँ कस्तो थियो त भनेर सम्झिन खोज्छु, यादै आएन क्या। अब याद नआइसकेपछि अब क्वेसन त एटेम्प गर्नु पऱ्यो मैले। अब क्वेसन एटेम्प गर्नुपर्छ क्यारेक्टरिस्टिक्सहरू के हुन्छ भन्दाखेरि चाहिँ अब एकदम ट्रेडिसनल मैले चाहिँ के लेख्थेँ भने क्यारेक्टरिस्टिक अफ पाटन दरबार स्क्वायर चाहिँ यो एकदम हिस्टोरिकल एन्सेन्ट दरबार स्क्वायर भएको कारणले गर्दा एन्सेन्ट कन्स्ट्रक्सनमा पर्छ होइन। अनि यो एन्सेन्ट कन्स्ट्रक्सनमा पर्ने भएको कारणले गर्दा त्यहाँ चाहिँ एकदम त्यो फ्लोरिङहरू पनि ब्रिक फ्लोरिङहरू अथवा फ्ल्याग स्टोन फ्लोरिङहरू गरेको छ ट्रेडिसनल लुक देखाउनको लागि। अनि हेर
वरिपरिको स्ट्रक्चर्सहरू चाहिँ सबै टिम्बर कलम्सहरूमा चाहिँ कार्भिङ्सहरू गरेको, विन्डोहरूमा कार्भिङ गरेको, डोरहरूमा कार्भिङहरू प्रोभाइड गरेको होइन। अनि यो झिँगटी रुफहरू, झिँगटी छानाहरू भएको स्ट्रक्चर्सहरू चाहिँ छ भनेर बनाइदिएँ। त्यो क्यारेक्टरिस्टिक्स भनेर फर्स्ट पोर्सनमा लेख्थेँ। अब जे मलाई याद भयो त्यो विन्डो कार्भिङ्सहरू, ल्याटिस जालीहरू होइन, त्यस्तो ल्याटिस विन्डो, ल्याटिस जालीवाला विन्डोहरू, कार्भ डोर्सहरू, कार्भ थाम्सहरू होइन। अनि पछि स्केचमा चाहिँ के बनाएँ भने एउटा घर जस्तो बनाइदिएँ, अनि यो फ्लोरिङहरू बनाइदिएँ स्केचहरू होइन। मलाई चाहिँ एकदम अप्ठ्यारो लागेको थियो त्यो स्केच देखेँ। त्यो स्केच बनाइसकेपछि म आफै हाँसेको थिएँ कि म आफैलाई चाहिँ, किन भन्दा स्केच अब आफू सिभिल इन्जिनियर भएको कारणले गर्दाखेरि पनि स्केच गर्न चाहिँ म अलिकति कमजोर नै थिएँ। अनि त्यो स्केचमा चाहिँ मैले के भने यो स्लोप पिच रुफहरू बनाइदिएँ, वरिपरिको सतलहरू बिचमा कृष्ण मन्दिर जस्तो पनि बनाइदिएको थिएँ। अनि त्यो फ्लोरिङहरू, ब्रिक फ्लोरिङहरू, फ्ल्याग स्टोन फ्लोरिङहरू गरेको, कलमहरूमा चाहिँ कार्भिङहरू जस्तो पनि बनाइदिएको थिएँ। अनि झ्यालरमा पनि ल्याटिस जालीवाला, त्यो ल्याटिस जाली हुन्छ नि सानो सानो आँखी झ्यालवाला, त्यो आँखी झ्यालवाला स्ट्रक्चर्सहरू चाहिँ बनाइदिएको थिएँ। अनि ढोकाहरूमा पनि थोरै कार्भिङ्सहरू, बुट्टाहरू बनाए जस्तो चाहिँ स्केच बनाइदिएर चाहिँ अनि कम्प्लिट गराएको थिएँ मैले। अनि यतिखेर यो पेपर मैले चाहिँ एटेम्प गर्दाखेरि चाहिँ सबै एटेम्प गरेको थिएँ है। छोड्न चाहिँ एउटा पनि क्वेसन चाहिँ छोडेको थिइनँ मैले। र म पनि तपाईँहरूलाई के भन्छु भने सब्जेक्टिभमा पास हुने ट्रिक भनेको एटेम्प्ट गर्नु नै हो क्या। एटेम्प्ट न एटेम्प्ट अल क्वेसन नै हो मूल मन्त्र। अथवा टाइम म्यानेज गरेर चाहिँ तपाईँले यो सबै 100 मार्क्सको क्वेसन चाहिँ 3 घन्टाभित्र एटेम्प्ट गर्न सक्नुभयो भने, किन किन एटेम्प्ट नै गर्नु भन्छु भने, जस्तै मैले यो बिल्डिङ एन्ड आर्किटेक्टको एक्जाम दिएको चाहिँ, बिल्डिङ एन्ड आर्किटेक्टको एक्जाम दिएको चाहिँ कति भने सबै सेक्सनमा पास हुनुपर्ने हो कि होइन, त्यस्तो होइन। सबै सेक्सनमा पास हुनुपर्ने होइन, तर तपाईँले एटेम्प चाहिँ सबै गर्नुपर्छ है। नत्र नाम निक्ल अहिले यो यसपालि त 10वटा सिट छ क्यारे होइन, हाम्रो पालामा बढी थियो, 20-22वटा सिट थियो क्यारे। अनि एटेम्प चाहिँ गर्नुभयो भने केही न केही मार्किङ त आइहाल्छ नि। मलाई चाहिँ यतापट्टि यो मैले यतापट्टि जनरल कम्बाइन्डमा दिएको एक्जाम भन्दा चाहिँ यो एक्जाम चाहिँ राम्रो भएको थियो भन्ने फिल हुन्छ क्या। त्यही भएर सबै क्वेसन एटेम्प गर्नु, केही न केही लेख्नु। तपाईँलाई आएको कुरा, सपोज तपाईँले एउटा क्वेसन चाहिँ प्रपरली लेख्नुभयो, एकदम डिटेलमा लेख्नुभयो, अनि एउटा क्वेसन चाहिँ छोडिदिनु भयो भने त्यो त्यो त बेटर हुँदैन क्या। बरु त्यो क्वेसन पनि सर्फेसली लेखिदिने, अनि अर्को क्वेसन पनि एटेम्प गर्नु, त्यसले जित्छ क्या। अनि यो म बारम्बार किन एटेम्प गर्नु, सबै क्वेसन एटेम्प गर्नुपर्छ भनेर भनिरहेको छु भने त्यो मेरो एक्सपिरियन्सले चाहिँ, जस्तै 2076 सालमा चाहिँ स्थानीय तहको 6औँ तहको इन्जिनियर माग्दाखेरि चाहिँ मेरो नाम निक्लिएको थियो क्या। त्यतिखेर चाहिँ केमा निक्लिएको थियो भने, त्यतिखेर गाउँपालिकामा जब गर्थेँ, अनि अ, अस्थायी योग्यता क्रम भन्नेमा निक्लिएको थियो क्या। त्यो किन त्यो अस्थायी योग्यता क्रममा निक्लिएको थियो त्यतिखेर भने, त्यतिखेर चाहिँ मैले यो टेक्निकल यो जुन द्वितीय पत्र छ त्यसमा चाहिँ सबै क्वेसन नै एटेम्प गर्न सकेको थिइनँ। यो सेक्सन ए, सेक्सन बी, सेक्सन डी हुन्छ, सेक्सन डी अथवा कुनको क्वेसन चाहिँ मैले छोडिदिएको थिएँ, 20 नम्बरको क्वेसन छोडिदिएको थिएँ, त्यही भएर अस्थायी योग्यता क्रममा परेको थिएँ कि। तर त्यो इक्जाम पछि चाहिँ मैले के फिल गरेँ भने, जस्तै मैले सबै क्वेसनहरू एटेम्प गर्न सकेँ भने चाहिँ म नाम निकाल्न सक्ने रहेछु भन्ने चाहिँ त्यतिखेर फिलिङ भयो क्या। त्यो फिलिङ्स त भयो, तर कोभिड आइदिइहाल्यो, फेरि एक्जामहरू नै बन्द हुन थाल्यो। त्यस पछाडि यो 2076को एक्जाममा चाहिँ अस्थायी योग्यता क्रम परिसकेपछि सेकेन्ड एटेम्पमा मैले नाम निकालेँ हो। फर्स्ट एटेम्पमा भएन, सेकेन्ड एटेम्पमा चाहिँ बिल्डिङ एन्ड आर्किटेक्टमा पनि निक्ल्यो, कम्बाइन्डमा पनि निक्ल्यो, यता विद्युत प्राधिकरणमा पनि निक्लेको एकैचोटि। त्यही भएर तपाईँको तयारीको लेभल कति कुन लेभलमा पुगेको छ भन्ने कुराले चाहिँ म्याटर गर्ने हो। कतिवटा सिट, यो त्योवटा सिट, कतिजनाले चाहिँ के भन्छ भने सर 10वटा सिट मात्रै छ, के तयारी गर्नु भनेर पनि भनिरहेको हुन्छ। तर तपाईँलाई चाहिने भने त एउटा सिट हो नि, 10वटा सिट डजन्ट म्याटर होइन। 10वटा सिट त म्याटर गर्दैन, एउटा मात्रै तपाईँलाई एउटा चाहिने एउटा सिट हो, एउटा सिटमा तपाईँले नाम निकाल्ने हो। त्यही भएर त्यसरी सेल्फ मोटिभेटेड भएर तपाईँले तयारी गर्नुभयो भने, एउटा पढाइलाई तपाईँले स्याचुरेट, तपाईँको पढाइको तयारीको लेभललाई स्याचुरेट गराउन सक्नुभयो भने चाहिँ अवश्य नाम निक्लिन्छ क्या। त्यही भएर मेहनत जारी राख्नु पर्यो, पेसेन्स पनि चाहिन्छ भन्ने कुरा। यदि धेरै तर लस, यो पास गर्नुपर्ने त इन्डिभिजुअल सेक्सनमा होइन र सर? यस्तो इन्डिभिजुअल अब कसैले, अब मैले पेपर चेक गरेर छैन, म भन्न सक्दिनँ होइन। तर इन्डिभिजुअल सेक्सनमै पास हुनुपर्छ भनेर चाहिँ कतै पनि लेखाएको छैन है। अनि तपाईँको एज अ होल चारवटै पेपरको मार्क्सहरू जोड्ने हो, अनि तपाईँको मार्किङ गर्ने हो क्या। अब सबैमा पास हुनु, सपोज यो 20मा चाहिँ तपाईँले 10 ल्याउनुपर्छ भनेर कतै पनि लेखाएको छैन क्या। त्यही भएर इन्डिभिजुअल सेक्सनमा पास हुनुपर्छ भन्ने होइन, हरेक यो सेक्सन ए, सेक्सन बी, सेक्सन डी, सेक्सन सी, सेक्सन डीको चाहिँ ए अहिलेसम्म त सर त्यसो भए त मैले त खासमा
नभन्नु त, तपाईँको आवाजै काटियो। आवाज काटियो है, उहाँको आवाज काट्यो। के भन्दै हुनुहुन्थ्यो? उहाँको नेटै गाँसो छ। अरूलाई केही सोध्नु छ भने ठिकै छ, नत्र अब तपाईँहरूलाई चाहिँ म बेस्ट अफ लक भन्न चाहन्छु। मैले भनिसकेँ यो सब्जेक्टिभ। हजुर। कुनै 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 लेख्दाखेरि त्यो नेपालीमा हल्का लेख्न मन लाग्छ, त्यो लेखिदिँदा हुन्छ कि कस्तो लेख्न मिल्दैन कि के हुन्छ? लेख्दा लेख्दा आउँछ नि त त्यस्तो। के हुन्छ यस्तो? तपाईँले भन्नु खोज्नु भएको चाहिँ त्यो फ्लोमा लेख्दा लेख्दै कहिलेकाहीँ चाहिँ नेपाली शब्दहरू लेख्दै। अब यस्तो हो है, फेरि अब नेपालीमा लेख्न पाइँदैन भनेर पनि त्यो कहीँ लेखेको छैन। तर सकभर नेपाली वर्ड्स, अब तपाईँ 7 लेभलको एक्जाम दिइरहनु भएको छ, क्वेसन पनि सबै इङ्ग्लिसमा सोधेको बेलामा चाहिँ नेपालीमा नलेख्नु भन्छु, सजेसन मेरो। बेस्ट त इङ्ग्लिसमै एक्सप्रेस गर्नु तपाईँले, होइन? अब होइन, लेख्दा लेख्दै त्यो त सपोज तपाईँलाई कुनै क्वेसन चाहिँ इङ्ग्लिसमा एक्सप्रेसै गर्न आएन, इङ्ग्लिसमा लेख्नै आउँदैन भने त्यो अवस्थामा त नेपालीमा भने पनि लेखेर भने पनि आउनु, तर छोडेर चाहिँ नआउनु। छोडेर चाहिँ नआउनु, नेपालीमा भने पनि लेखेर आउनु। मैले त्यो चाहिँ केमा गरेको थिएँ भने विद्युत प्राधिकरणमा गरेको थिएँ। विद्युत प्राधिकरणमा चाहिँ गरेको थिएँ त्यो। मैले नेपालीमै लेखेको थिएँ। मैले त्यो इङ्ग्लिसमा बुझाउन सक्छु जस्तो लागेन, नेपालीमा चाहिँ यस्तो यस्तो हुन सक्ला भनेर चाहिँ गेस हानेर लेख्दा थिएँ। त्यसमा पनि फेरि नाम निक्लिएको थियो फेरि। तर सबै क्वेसन एटेम्प गर्नुपर्छ भनेर चाहिँ त्यो पनि मैले त्यहाँदेखि पनि सिकेँ कि। अनि जसलाई पनि म के भने, मलाई कसैले सोध्छ भने सर कसरी पास हुने यो सब्जेक्टिभमा भन्यो भने चाहिँ तकभर तपाईँले एनी हाउ बाई हुक अर क्रुक एटेम्प चाहिँ गर्नुहोस्। 5 नम्बरको क्वेसनमा तपाईँले 1 मार्क्स अथवा 1.5 मार्क्स मात्रै आयो भने पनि त्यो द्याट म्याटर्स बिग है। त्यो धेरै ठुलो हुन्छ। किनभने 1 मार्क्स तपाईँको बढ्नु अथवा कुनै बढी आउनु भनेको चाहिँ 15-20 ऱ्याङ्क तल माथि हुनु हो क्या। 0.05 0.06 भनेर चाहिँ त्यसरी 0.05को भ्यालु हुन्छ। जस्तै मेरो नाम निक्लिँदाखेरि चाहिँ 0.10ले वैकल्पिकमा परेको केस पनि छ क्या। टोटलमा सर, चाहिँ हजुर। अब कुनै क्वेसन एक्ज्याक्ट आएन भने त्योसँग रिलेटेड कुराहरू लेख्न सकिन्छ त्यसमा, अभियस हो मतलब हो त्यसको। हो, अभियस हो। जस्तै म एउटा इक्जाम्पल दिन्छु, यो बिल्डिङ एन्ड आर्किटेक्टको एक्जाममा त होइन, मैले अहिले जुन पोस्टमा जागिर खाइरहेको छु त्यो एक्जामको कुरा गर्छु म चाहिँ। त्यो एक्जाममा मैले के लेखेको थिएँ भने एकछिन है, यो सबै सेक्सनमा पास हुनुपर्ने हो कि त्यस्तो कहीँ पनि छैन है। सबै सेक्सनमा पास हुनुपर्ने भन्ने कतै लेखा छैन। तपाईँले 20 नम्बरमा यति नै ल्याउनुपर्छ भनेर कतै पनि लेखा छैन। तपाईँको सेक्सन ए, सेक्सन बी, सेक्सन सी, सेक्सन डीको चाहिँ छुट्टा छुट्टै बुकलेटहरू दिन्छ। सेक्सन एको छुट्टै लेख्ने हो, त्यहाँ नाम, बुवाको नाम, आमाको नाम, बाजेको नाम सबै लेख्नुपर्छ। 4वटै सेक्सनमा छुट्टा छुट्टै हुन्छ। छुट्टा छुट्टै त्यो पछाडि एक पुष्ट एट्याच गरे हुन्छ। कतै पनि छुट्टा छुट्टै सबै सेक्सनमा पास हुनुपर्छ भनेर कहीँ पनि लेखेको छैन। सबै एज अ होल मार्क चाहिँ जोडिन्छ भन्ने हो है। एज अ होल मार्क जोडिन्छ। सेक्सनहरू सिरियली एटेम्प गर्नुपर्छ सर, कि लास्टमा एकैचोटि सबमिसन हुन्छ? एकैचोटि सबमिसन हुन्छ। सेक्सन ए, सेक्सन बी, सेक्सन सी, सेक्सन डीको बुकलेटहरू दिया हुन्छ। अनि तपाईँले सेक्सन ए, सेक्सन बी, सेक्सन सी भनेर चाहिँ त्यो पेपरहरू सबैमा नाम छुट्टा छुट्टै नाम लेख्नुपर्छ। अनि त्यो नाम लेखिसकेपछि लास्टमा चाहिँ एकै ठाउँमा सेक्सन ए, सेक्सन बी, सेक्सन सी एउटै बुकलेटमा चाहिँ त्यो धागोले बाँधेर चाहिँ दिनुपर्ने हुन्छ। मैले के भन्दै थिएँ अहिले फेरि बिर्सेँ। ए अँ मैले चाहिँ यो नाम निका एक्जाममा एउटा क्वेसन कस्तो आएको थियो भने राइट एबाउट द ब्रिफ हिस्ट्री अफ सिभिल एभिएसन इन नेपाल भनेर आइदिएको थियो क्या। अनि सिभिल एभिएसन मैले हिस्ट्री त राम्रोसँग पढाएको थिइनँ, कुन कुन मिति। तर अब मैले लेख्नु त पर्यो, 5 नम्बरमा सोधेको थियो, हिस्ट्री लेखिदिनु पर्यो। अब मैले चाहिँ के लेख्थेँ भने अब त्रिभुवन इन्टरनेसनल एयरपोर्ट चाहिँ पुरानो एयरपोर्ट हो, यो राजा महेन्द्रले आफ्नो बुवाको नाममा चाहिँ यो इन्टरनेसनल एयरपोर्ट बनाए। यसमा चाहिँ यति सालमा, त्यो साल पनि कति हो मैले लेखेँ पनि अहिलेसम्म याद छैन, त्यो प्रपर पनि एक्ज्याक्ट पनि लेखेको थिइनँ। यति सालमा चाहिँ 6000 फिटको चाहिँ यो एयरपोर्टको रनवे लेन्थ थियो। अनि अर्को 2-3 वर्षपछि चाहिँ 8000 भयो, त्यसबाट 10,000 भयो भनेर बढ्दै बढ्दै मैले एक पाना चाहिँ लेखिदिएको थिएँ हिस्ट्री। भनेपछि त्यसरी पनि एटेम्प गर्न सकिन्छ। जस रिलेटेड कुराहरूलाई लेखेर भने पनि एटेम्प गरिदिनु। तपाईँले त्यो क्वेसनको एउटा मात्रै शब्द बुझ्नुहुन्छ भने पनि त्यो शब्दको बारेमा भने पनि लेखेर आउनु कि। तर छोडेर चाहिँ नआउनु है। छोड्ने गल्ती नगर्नु, क्वेसन स्किप गर्ने गल्ती चाहिँ नगर्नु। कसले एउटा साथीले सोध्नु भएको थियो, जस्तै नेपालीमा लेखिदिनु मन लाग्छ, अभियस नेपालीमा त्यो छोड्नुभन्दा त नेपालीमै लेखेर आउने हो, यदि एक्सप्रेसै गर्न सकिँदैन भने। तर छोडेर चाहिँ नआउनु, त्यति सजेसन हो मेरो। मेरो एक्सपिरियन्सले चाहिँ त्यो भन्छ, छोड्नु चाहिँ हुँदैन रहेछ है। छोडियो भने दुःख पाइने रहेछ। जस्तै मैले पछि यो छोड्नु हुँदैन भने थाहा पाइसकेपछि त 2-3 ठाउँमा त निक्ल्या हो।
एकैचोटि यो तपाईँको पढाइको सेचुरेसन लिमिट पुग्यो भने चाहिँ दुई तिन ठाउँमा एकैचोटि निक्लिन्छ क्या। जहाँ जहाँ एक्जाम दिनुहुन्छ अनि त्यसबाट चाहिँ तनाव हुन्छ कहाँ जागिर खाने। मलाई चाहिँ के तनाव भएको थियो, विद्युतमा खाउँ कि यतै खाउँ भनेर चाहिँ तनाव भएको थियो। मैले पछि विद्युतको जागिर चाहिँ छोडिदिएँ अब। ल आजलाई यति नै गरौँ, केही समस्या छ भने त्यो ग्रुपमा पनि अनि छँदैछ। सर अब्जेक्टिभमा चाहिँ के छोड्दा, किनभने अब्जेक्टिभ अब्जेक्टिभमा मैले अब्जेक्टिभ क्वेसनको सर त्यहाँ त नेगेटिभ मार्किङ हुन्छ, त्यो ओ चाहिँ के? हो, यसमा नेगेटिभ मार्किङ हुँदैन, त्यही भएर नछोड्नु। अब्जेक्टिभमा चाहिँ सपोज तपाईँको अब 80 85को रेन्जमा मिलेको छ 100वटा क्वेसनमा भने दुई चारवटा स्किप गरिदिनु, केही हुँदैन क्या। मैले चाहिँ 96वटा एटेम्प गरेको थिएँ, 4वटा चाहिँ छोडिदिएकै थिएँ। त्यतिखेर जिकेको क्वेसन छोडेको थिएँ जस्तो लाग्छ मलाई। जिके आइक्यू चाहिँ सबै एटेम्प गरिदिएको थिएँ, जिके चाहिँ मैले छोडेको थिएँ। अब गेसै गर्न नसकिने थियो अनि छोडिदिएँ। सकभर तपाईँको 80 to 85को रेन्जमा मिलेको छ भने त छोडिदिँदा बेस्ट हुन्छ। 80को रेन्ज मेरो चाहिँ, मेरो गेस 80 80 प्लस नै मिलाएको थियो मेरो अब्जेक्टिभमा चाहिँ। है ल आजलाई यति नै गरौँ, आज धेरै पनि भयो, 9:20सम्म भएछ। ल थ्याङ्क यू है त। केही छ भने केही सोध्नु पऱ्यो भने चाहिँ कल गर्दा पनि हुन्छ मलाई, अफिस टाइममा है। फेरि अफिस टाइममा कल गरेर चाहिँ सोध्नु पनि सक्नुहुन्छ, अथवा म्यासेज गर्न सक्नुहुन्छ वाट्सएपमा। ल थ्याङ्क यू, बेस्ट अफ लक है त सबैजनालाई। ल गुड नाइट।